दर्शकबिन नमस्कार। चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई। चुरे रहे पानी, पानी रहे हामी। चुरे दिवस 2079 को अवसरमा आयोजित चुरे संरक्षण आजको आवश्यकता कसको र कसरी, जिम्मेवारी कसको र कसरी विषयमा आयोजित यो मिडिया बहस कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म पूरन रौनिया। अपन टेलिभिजनले निर्माण गर्न लागेको यस कार्यक्रमको आयोजन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मध्य प्रदेश जनकपुर धामले गरेको छ भने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाइ जनकपुर धाम, चुरे उत्थानशील आयोजना बर्दिवास, सामुदायिक विकास तापै रवि मञ्च बर्दिवास, सेभ द चिल्ड्रेन, जनकपुर धाम वन प्राविधिक समाज, मिथिला वाइल्ड लाइफ ट्रस्ट र कायापलट संस्थाहरूको सहयोग, सहजीकरण र समन्वयमा आजको यो हामी टेलिभिजन सामग्री निर्माण गर्न गइरहेका छौँ। वास्तवमा चुरे सुन्दा दुई अक्षरको, तर यसले हामी मानव जीवनमा, हाम्रो समाजमा, हाम्रो यो मधेसमा र देशमै जुन किसिमको एउटा हाम्रो जीवन, जीविका र प्राणसँग सम्बन्धित छ यो चुरे। यो के मायनेमा भनिरहेको छु भने चुरेले हाम्रो जल, जमिन र वायुलाई सन्तुलित गर्दछ र हाम्रो लागि उपयोगी बनाउँछ। तर चुरे जुन किसिमले धरापमा परेको छ र हामी सबैलाई धरापमा पार्दै गएको छ, यो चुरे स्वस्थ हुनु हाम्रो लागि एकदमै आवश्यक छ। जसरी हामी स्वस्थ हुनका लागि आफ्नो आहार, व्यवहार र विचार परिवर्तन गर्नुपर्ने हुन्छ, सकारात्मक गर्नुपर्ने हुन्छ, त्यसरी नै चुरेलाई पनि स्वस्थ पार्नको लागि हाम्रो आहार, व्यवहार र विचार यो तीनै कुराहरूलाई सुधार गर्नुपर्ने हुन्छ। चुरेलाई हाम्रो जीवन, जीविका र प्राणसँग किन तुलना गरिएको हो भने चुरेले जल, जमिन र वायुलाई सन्तुलन गर्छ, स्वस्थ राख्छ। त्यसैले सुन्दा दुई अक्षरको मात्र सुनिने यो चुरे जुन किसिमले यसको क्षेत्रफल छ, यसको विशेषता र महत्त्व पनि त्यतिकै विशाल रहेको छ। अब आजको यो महत्त्वपूर्ण बहसमा हाम्रा महत्त्वपूर्ण प्यानलिस्टहरू, तीनजना विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूको परिचय गराउन चाहन्छु। सर्वप्रथम हामीसँग हुनुहुन्छ डाक्टर विजय कुमार सिंह, चुरे विज्ञ हुनुहुन्छ र चुरे विषयमा, स्पेसली चुरे विषयमा विद्यावारिधि पनि गर्नुभएको छ। उहाँलाई हार्दिक स्वागत गर्दछु। त्यसै गरी हामी बिचमा हुनुहुन्छ मध्य प्रदेश सरकारका विभागीय मन्त्री, उहाँको जिम्मेवारीमा वन क्षेत्र रहेको छ र चुरे पनि। मध्य प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय श्री शत्रुघ्न प्रसाद महतोजी हुनुहुन्छ। उहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत गर्दछु। त्यसै गरी हाम्रो तेस्रो प्यानलिस्ट विशिष्ट व्यक्तित्व हुनुहुन्छ राष्ट्रिय चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डाक्टर किरण पौडेलजी। उहाँले पनि हार्दिक स्वागत गर्दछु। आज यस महत्त्वपूर्ण प्यानलिस्टहरूका बिचमा आज फ्लोरमा सहभागी तपाईँ सम्पूर्ण व्यक्तित्वहरू, महानुभावहरू चुरेको क्षेत्रमा कुनै न कुनै किसिमले एउटा अभियानी भएर र एउटा विज्ञ र बुद्धिजीवी भएर काम गरिरहनु भएको व्यक्तित्वहरू हुनुहुन्छ। यहाँ सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछु। नेपालमा पूर्वमा इलामदेखि पश्चिम कञ्चनपुरसम्म 37वटा जिल्लामा कुल भूभागको 12.78% क्षेत्रफलमा फैलिएको चुरे पहाड तराई मधेसको अस्तित्वसँग एकदमै सुमधुर सम्बन्ध राख्दछ। चुरे क्षेत्र भौगर्भिक रूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग पनि हो। तर चुरे पहाडको तल्लो भूभागमा हुने अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेरो, खुला चरीचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भूक्षय, बाढी पहिरो जस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ। यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमिकरण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यो क्षेत्रलाई संरक्षण गर्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन समेत गरिसकिएको छ।
चुरे संरक्षणमा हालसम्मको उपलब्धि, समिति र सरकारको भूमिका र यस क्षेत्रमा बसोबास गर्ने नागरिकको दायित्वलाई समेटेर आजको बहस कार्यक्रम हामी केन्द्रित गर्नेछौँ। चुरे संरक्षण आजको आवश्यकता, कसको र कसरी मिडिया बहस कार्यक्रममा हाम्रा प्यानलिस्टहरूसँग यहाँहरू पनि विभिन्न सवालहरू र प्रश्नहरू गर्न सक्नुहुनेछ। त्यसका लागि हामी समय प्रदान गर्नेछौँ। अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा सबभन्दा पहिलो प्रश्न यहाँ सङ्घीय सरकारका प्रतिनिधि पनि एक हिसाबले राष्ट्रिय चुरे तराई मध्य संरक्षण विकास समितिका अध्यक्ष डाक्टर किरण पौडेलजी पनि हुनुहुन्छ। उहाँसँग हामी के बुझ्न खोजिरहेका छौँ भने सरकारले आर्थिक वर्ष 2066-67 देखि चुरे संरक्षणलाई एउटा अभियानको रूपमा विधिवत सञ्चालन गर्यो। त्यसपछि 2071 साल असार 2 गते समिति नै गठन गरेर यो अभियानलाई संस्थागत गर्ने काम पनि भएको छ। तर अहिलेसम्म उपलब्धि के कति हासिल भयो भन्ने कुरा यहाँलाई पहिलो सवाल डाक्टर किरण पौडेलजी। समग्र यो चुरे दिवसको सन्दर्भमा यो राखिएको कार्यक्रम एक सप्ताहव्यापी चुरे दिवस मनाउने सन्दर्भमा मध्य प्रदेश यो उद्योग पर्यटन वन मन्त्रालयका माननीय मन्त्रीज्यू, सचिवज्यू, अरू सबै सरोकारहरूको चाहिँ एकदम उत्साहपूर्वक सहभागिता र यसको समन्वयमा जुन यो कार्यक्रम भएको छ, म राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र म अत्यन्त हर्षित छु र यो कार्यक्रममा मलाई आउन मन लाग्यो र म पनि यहाँ आज आएको छु। चुरे संरक्षण कार्यक्रम नेपालका 37 जिल्ला, 325 पालिका, 7वटै प्रदेश र यसलाई समग्र चाहिँ अघि उहाँले भने जस्तो हाम्रो झन्डै 27% क्षेत्रमा यो फैलिएको छ। 164वटा नदी प्रणाली छन्। हामीले चाहिँ प्राप्त गरेको चाहिँ रकम, हाम्रो कामहरू चाहिँ देशैभरि पूर्व इलामदेखि पश्चिम कञ्चनपुर डडेलधुरासम्म हामीले काम गरिराखेका छौँ र पहिलो 5 वर्षमा जब हामी यो चाहिँ 2074 सालमा मास्टर प्लान बन्यो, त्यसपछि चाहिँ मास्टर प्लानले निर्देशित गरेको पहिलो 5 वर्षमा 64वटा नदी प्रणालीमा काम गर्ने र पहिलो 5 वर्षका लागि 81 अरब रुपियाँ चाहिँ यो कार्यक्रम सञ्चालन गर्न लाग्ने अनुमानित रकमको दायराभित्र हामीले काम गऱ्यौँ र काम गर्दाखेरि जम्मा हामीले 11 अरब चाहिँ रकम प्राप्त गऱ्यौँ र त्यसैलाई एउटा त्यसको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने हिसाबमा काम गऱ्यौँ। मैले काम गर्ने फोकसको कुरा गर्दाखेरि चाहिँ तराई मध्य जुन डुबानमा बाढी पहिरोले समस्याग्रस्त भएको छ, त्यसको चाहिँ मुख्य कारण पहाडी क्षेत्रमा भएको बाढी पहिरो र चुरे बग्ने र चुरे बगेर त्यहाँ चाहिँ थुप्रिने त्यो कारण हो। त्यसकारण हामीले मुख्यतः उपल्लो तटमा संरक्षण नगरिकन तल्लो तटमा भएको हाम्रो चाहिँ उर्वर कृषि भूमि चाहिँ बच्न सक्दैन, हाम्रो बस्ती बच्न सक्दैन भन्ने हिसाबले हाम्रो कार्यक्रमको मुख्य फोकस चाहिँ माथिल्लो तटमा हो। माथिल्लो तटमा चाहिँ जबसम्म पहिरो धेरै ठाउँमा जम्मै 30,000 भन्दा पहिरो चाहिँ 500 मिटर स्क्वायरभन्दा ठुला पहिराहरू यहाँ हामीले इस्टिमेट गरेका छौँ। ती पहिराहरूलाई रोक्ने गल्छी नियन्त्रण सबभन्दा इम्पोर्टेन्ट कार्यक्रम हो हामी उपल्लो तटमा। त्यहाँ चाहिँ इन्जिनियरिङ हिसाबले पनि तटबन्धहरू गल्छी पहिरो नियन्त्रणका ग्याबियनहरू भरेर गरेका छौँ र वृक्षारोपण मुख्यतया त्यहाँ संरक्षणमुखी वृक्षारोपण जस्तै बाँस, अमृसो अनि अरू कतिपय ठाउँमा चाहिँ अरू रुख प्रजातिहरू, फलफुलका रुखहरू त्यहाँ भिरालो कृषियोग्य भूमिमा हामीले रोपेर माथिल्लो तटलाई कसरी संरक्षण गर्ने भन्ने हिसाबमा गरेका छौँ। हाम्रो अगाडि पनि आयो कि चुरेको माटो चुरेलाई सफा पानी सबैलाई सफा पानी उपलब्ध गराउने चाहिँ यसको अर्को उद्देश्य हो। त्यसकारण सफा पानीका लागि चाहिँ भूमिगत पानी पुनर्भरण अत्यन्त महत्त्वपूर्ण छ। हामीले चाहिँ सुनिराखेका छौँ, पत्र पत्रिकाले भनिराखेको छ, विभिन्न फोरमहरूले कुरा उठेको छ कि हाम्रो तल्लो तटमा बस्ने जनसमुदायलाई पानीको उपलब्धता अत्यन्त न्यून भइसक्यो। त्यसकारण माथिल्लो तटमा पानी पुनर्भरण गर्ने कामहरू फोकस्ड अर्को इम्पोर्टेन्ट हो। त्यसकारण हामीले चाहिँ यो चाहिँ जल पुनर्भरणका लागि पोखरीहरू निर्माण गरेका छौँ। अहिलेसम्म हाम्रो विभिन्न नाममा चाहिँ झन्डै 1200 भन्दा बढी पोखरीहरू निर्माण भएको छन्। खालि मैले यो मध्य प्रदेशको मात्रै कुरा गरिनँ, यो पूर्वदेखि पश्चिमसम्म त्यहाँ कहीँ संरक्षण पोखरी, कहीँ पानी जल पुनर्भरण पोखरी, कहीँ चाहिँ वेटल्यान्ड होइन म्यानेजमेन्ट विभिन्न नाममा भएको छ। तर हामीले 1200-1300 भन्दा बढी पोखरीहरू निर्माण गरेर त्यहाँ चाहिँ बर्खा परेको अथवा पानीलाई कम्तीमा 10 मिनट, 20 मिनट, आधी घन्टा, 1 घन्टासम्म पनि होल्ड गर्न सक्दाखेरि यो हाम्रो चुरे तपाईँले अघि भने जस्तै यो स्पन्जी ल्यान्डस्केप हो। यहाँ पानी एकछिन मात्रै होल्ड गर्दा नि भूमिगत पानी पुनर्भरण हुन्छ। त्यो पानी रोक्ने काम पोखरीहरूले गर्छन्। कतिपय सवालमा चाहिँ पोखरी सुक्खा छन् भनिन्छ हिउँदमा सुक्खा चाहिँ हामीलाई चिन्ता छैन कि बर्खाको पानी
जुन पानी बाढीको रूपमा आउने पानीलाई आधी घन्टा 1 घन्टा 2 घन्टा रोक्ने उद्देश्यले पनि थुप्रै पोखरीहरू निर्माण भएका छन् र ती पोखरीमा बिस्तारै अहिले पानी पनि हिउँदमा पनि रहेको छ। त्यो 2 वर्ष 3 वर्षपछि त्यसरी पानी त्यहाँ जम्दै जान्छ। तर सुरुमा हाम्रो उद्देश्य भनेको बर्खाको पानी रोक्ने हो। त्यो रोक्ने काम पनि महत्त्वपूर्ण भएको छ। तर यति गर्दाखेरि तल्लो तटमा चाहिँ बाढी पहिरोको जोखिम बढेको छ र 164 नदी प्रणालीमध्ये हामी चाहिँ अहिले 54मा 47वटामा काम गरेका छौँ। 47वटा नदी प्रणालीमा तटबन्ध निर्माण गरेका छौँ र तटबन्ध अहिलेसम्म हामीले चाहिँ झन्डै 500 किलोमिटर तटबन्ध निर्माण भएको छ। त्यो तटबन्ध निर्माण गरिसकेपछि त्यसको चाहिँ जुन ब्याक साइडमा रिक्लेम ल्यान्ड हुन्छ त्यो पुरेर त्यहाँ वृक्षारोपण गरेर हरित पेटिका पनि काम गरेका छौँ। यसरी महत्त्वपूर्ण माथि र तल हामीले प्रोग्रामलाई यसरी फोकस गरेका छौँ। अरू 60 भन्दा बढी प्रोग्रामहरू छन् तर मुख्य यिनै हुन्। मन्त्रीज्यू, अब यहाँको मन्त्री परिषदमा आएको करिब 1 वर्ष हुन लाग्यो। यो 1 वर्षको अवधिमा यहाँको कार्यकालमा के देख्नु भएको छ? चुरे संरक्षणको लागि मधेस सरकारले कतिसम्म गरेको छ वा के गर्न सकेको छैन? यहाँको विचार के छ? म आयोजकलाई सर्वप्रथम चुरे दिवसको अवसरमा जुन यस्तो राम्रो प्रोग्राम राख्नुभएको छ त्यसको लागि सम्पूर्ण सरकारवाला सङ्घ संस्थाहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। किन चुरे विनाश हो म नीतिगत कुरा गर्न चाहन्छु। आज चाहे त्यो सङ्घीय सरकार होस्, अहिले प्रदेश सरकार होस्, स्थानीय सरकार होस्, हामी चुरे विनाश हुँदै जाने अनि त्यस पछाडि तटबन्धको कुरा, पोखरी संरक्षणका कुराहरू अनि के काम गर्ने भने पछि गर्दै जाने। पहिले त चुरे विनाश किन भइरहेको छ, चुरेलाई विनाशबाट कसरी जोगाउन सकिन्छ, त्यो नीतिगत कुराहरू कहाँ समस्या छ, चाहे त्यो सङ्घीय सरकारमा होला, चाहे हामी प्रदेश सरकारमा गर्ने कुरा होला, चाहे स्थानीय सरकारले गर्ने कुरा होला, हामी कुनै समयमा चुरे विनाश गर्दै जाने, बसाउँदै जाने, चुरे विनाश गरेर ठुल्ठुला हाइवेहरू खोल्दै जाने, अर्थात् चुरे विनाश नहुने कसरी हुन दिनु भनेर त्यो सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरू, ठिक छ हामी चुरे विनाश भइसकेपछि हामी गर्ने कामहरू त तटबन्धका कुराहरू गर्छौँ, पोखरी संरक्षणका कुराहरू गर्छौँ, अनेक कुराहरू हरेक सरकारवाला सङ्घ संस्थाहरू हामी लागिराखेकै छौँ। तर प्रमुख रूपमा प्रमुख सवाल भनेको चुरे अब हामी कसरी विनाश हुन नदिने, त्यो सवाल प्रमुख रूपमा म देखिरहेको छु। आज अहिले पनि दिन प्रतिदिन अहिले पनि चुरे विनाश भएर बस्तीहरू बसाइँदैछ। त्यसलाई कसरी रोक्न सकिन्छ? अहिले हामी हेर्दैछौँ ठुल्ठुला हाइवेहरू खोलिँदैछ, होलान आवश्यकता छ, सडक बाटो घाटोको पनि आवश्यकता छ, तर हामी हेर्छौँ त्यो दिन प्रतिदिन बन्दैछ। अहिले सुक्खा पहिरोदेखि लिएर हरेक समस्याहरू उब्जिँदैछ। त्यो सवालमा अहिले हामी जहाँसम्म हेरिरहेको छु, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यो विषयमा हामी गम्भीर रूपमा एउटा समन्वयात्मक भूमिका निर्वाह गरेर कहाँ कानुनमा समस्या छ, कहाँ जटिलता छ, हामी कुन मापदण्डमा सडक बनाउने, कहाँ सडक बनाउने, विकास निर्माणका कामहरू कहाँ गर्ने, विनाशलाई रोक्ने सवाल, विनाशलाई रोक्न चाह्यो भने त सबै कुराहरूलाई बुझ्नु पर्यो नि पहिले। त्यो कता न कता मैले अलिकति समस्या देखिरहेको छु। त्यो समस्या पहिचान गरेर अहिले तीनटै तहको सरकार इमान्दारीपूर्वक, किनभने यो हामी सबैले भन्छौँ, आज अभियानीहरू हुनुहुन्छ त्यही कुरा अगाडि बढाइरहनु भएको छ, सबै हामी भन्छौँ यो चुरे भनेको हाम्रो लाइफ लाइन हो, हाम्रो जीवन मरणको कुरा हो। हामी सबैजना भन्छौँ, कुरा राख्छौँ, सङ्घीय सरकारको कुरा पनि त्यही आउँछ, प्रदेशको कुरा पनि त्यही आउँछ, स्थानीय सरकारको पनि आउँछ, अभियानीहरूको कुरा पनि आउँछ, यो संस्थामा लागेका बचाउने संस्थाहरू सबै त्यही कुरा गर्छन्। तर हामी त हेरिराखेका छौँ प्रतिदिन चुरे विनाश भइराखेकै छ, रोक्न सकिराखेका छैनौँ, हामी विनाशबाट जोगाउन सकिराखेका छैनौँ। सर कतै नीतिगत कुराहरूमा कानुनी जटिलताहरू छ भने पहिलो प्राथमिकतामा त्यसलाई समस्या उत्पन्न भइसक्यो। हामी कहिलेकाहीँ भन्छौँ नि, रोग लागिसकेपछि अब उपचार खोज्नुभन्दा रोग कसरी लाग्न दिने, रोगै किन
हामी स्वस्थ हुनको लागि रोगै किन नलागोस् भन्नेतिर पहिले जानु पर्यो। रोग लागिसकेपछि यो उपचार त्यो उपचार, चुरे विनाश जे कारणले भइरहेको छ त्यो किन भइरहेको छ त्यो पहिचान गरेर अगाडि बढ्नुपर्ने स्थिति छ। त्यसमा हामी सकभर हामी हेर्छौँ मधेस सरकारले अहिले जुन प्रश्न गर्नुभयो के गर्नुभयो, हामी हेर्छौँ चुरे विनाशमा अब अलि बजेट सङ्घीय सरकारबाट पनि कहिले काहीँ आउँछ, हाम्रो मध्य प्रदेश सरकारको बजेट पनि तटबन्ध गर्छौँ, कहिले गल्छी नियन्त्रण गर्छौँ। यो तटबन्ध गरेर त्यो सानो सानो 1 करोड 2 करोडको तटबन्ध गरेर के हुन्छ? हामी त हेरिराखेका छौँ। अहिले एउटा 3वटा पार्ट जुन कुरा गर्नु भने डाक्टर साहबले पनि कुरा गर्नुभयो, एउटा मुहान, कटान र डुबान। यो जनताको तटबन्ध हामीले पहिले हेऱ्यौँ, जनताको तटबन्ध छ। त्यो यो हाइवे हेर्नुहुन्छ नि, हाइवे भन्दा तल मात्रै जनताको तटबन्धले प्राथमिकता दिँदो रहेछ। र हामी मधेसमा के बुझ्छौँ, मधेसमा यहाँ अब सबैजना किसानको छोराछोरीहरू छौँ, हामी सामान्य ढङ्गले बुझ्छौँ कि कहिलेकाहीँ पानी प्रेसर भयो भने पानी पहिले मुहान बाँध्छौँ। हामी हेर्छौँ नि खेतहरूमा पानी पटाउने बेला कहाँ बाँध्छौँ? मुहान बाँध्छौँ। मुहानबाट बिचमा बाँध्दै बाँध्दै तल जान्छौँ। तर यहाँ के छ, पहिले डुबानतिर मात्रै काम भइरहेको छ। मुहान कसरी बचाउने, त्यस पछाडि कटान, तब त्यस पछाडि डुबान। अलि उल्टो उल्टो कता कता नमिलेको जस्तो मैले पनि बुझेको छु। त्यसकारण प्राथमिकता छुट्याएर, तर नीतिगत सवाल कानुनी जटिलताहरू कहाँ कहाँ छन्? चुरे विनाश पछि हामी जुन सोचिरहेका छौँ नि, विनाशै हुन नदिने कुरामा प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने स्थिति छ। डाक्टर विजय कुमार सिंहज्यू, यहाँ चाहिँ विद्यावारिधि पनि गर्नुभएको छ चुरे विषयमा र एउटा चुरे विज्ञको रूपमा देशैभरि काम गरिरहनु भएको छ। जसरी मन्त्रीज्यूले 3 तहको सरकार बीच समन्वय हुनुपर्ने र प्राथमिकता छुट्याएर नीतिगत काम हुनुपर्ने कुरा उठाउनु भयो, यहाँलाई के लाग्छ कसरी काम भइरहेको छ चुरे संरक्षणको क्षेत्रमा? चुरे समस्या 6-7 दशकको चाहिँ ठुलो समस्या हो, विकराल समस्या हो यो। त्यसैले यो एकजना एउटा अहिलेसम्म हेर्दाखेरि केही नभएको होइन भनेर चाहिँ जुन चर्चा परिचर्चा छ नि, त्यो होइन। आज हामी यहाँ जुन छलफल हामी गरिरहेका छौँ एक आपसमा, त्यो चुरेकै चाहिँ अलिकति सवालमै हामी छलफल गरिरहेका छौँ। हिजो मैले 2004 देखि यो चाहिँ यस विषयमा अध्ययन सुरु गरेँ। सुरुमा छलफल गर्दाखेरि के कुरा होला यस विषयमा कसैले चासो दिँदैन थियो। तर आज मिडियाको बीचमा मन्त्रीजी हुनुहुन्छ, हाम्रो चुरेका अध्यक्षजी हुनुहुन्छ, संसदमा, सङ्घीय संसदमा, प्रादेशिक प्रदेशका संसदहरूमा पनि यसको छलफल भइरहेको छ। मलाई लाग्छ यो एउटा चुरेप्रति जागरुकताको एउटा प्रमाण हो। त्यसैले यसमा हामी के भन्छौँ भन्दाखेरि सबैजनाले, यति ठुलो समस्या छ, एकजनाले एउटा संस्थाले मात्रै गरेर यो सम्भव छैन। त्यसैले सबैजना हामी चाहिँ आवाज उठाउँ, यतिको जोरले आवाज उठाउँ कि संसदले चाहिँ बाध्य भएर यस सम्बन्धी कानुन बनाओस्। नभएको होइन, नभए त राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति गठन भएको छ 2071 सालमा। तपाईँको यो प्राथमिकता प्राप्त गौरवको चाहिँ आयोजनाको रूपमा गठन भएको छ। 71 सालमै साउन 1 गतेदेखि तपाईँको इन्डिया निकासी हुन्थ्यो, गिटी ढुङ्गा बालुवा, त्यो नेपाल सरकारले रोकेको थियो भनेर भन्नुपर्छ। अब थियोको कुरोमा गर्दैछु है, किनभने यो बजेटले 79 सालको बजेट र 78 सालको बजेट वक्तव्यबाट चुरेबाट त होइन, महाभारत क्षेत्र भन्ने तोकिएको छ। त्यहाँबाट चाहिँ गिटी ढुङ्गा बालुवा उत्खनन गरेर प्रशोधन गरेर बाहिर निकासी गर्ने चाहिँ कुरो थियो, खास गरिकन इन्डिया। म यसलाई चाहिँ इन्डियाको हाम्रो छिमेकी मित्र राष्ट्र हो, उहाँको चाहिँ माग चाहिँ नाजायजमा भन्न सक्दिनँ, जसले पनि सस्तोमा सरल रूपमा चाहिँ प्राप्त गर्न चाहन्छन्। तर हामी कति दिन सक्ने र नसक्ने हाम्रो प्राथमिकता, हाम्रो नीति कार्यक्रमहरूले चाहिँ त्यो निर्धारण गर्नुपर्छ। अब जहाँसम्म हाम्रो त्यो राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिका अध्यक्षजीले भन्नुभयो, हाम्रो मन्त्रीज्यूले भन्नुभयो, 75 सालमा चाहिँ 75 सालको बजेट 76 सालको बजेट 77 सालको बजेट 78 सालको बजेट 79 सालको बजेट 80 सालको बजेट 81 सालको बजेट
कामै नभएको होइन, काम भएको हो। तर समस्या कहाँ छ भन्दाखेरि माथिबाट जुन चुरेको सिरान, खास गरिकन जहाँबाट खोल्सी खोल्साहरू भन्छ, त्यो खोल्सी खोल्साबाट कार्यक्रम सुरु भएर माटो त माथि नै रोक्नुपर्ने ठाउँमा त्यो चाहिँ तलतिर, किनभने जनताको समस्या छ तलतिर। करिब करिब 164वटा नदी प्रणाली छन् चुरे क्षेत्रमा। त्यसमा अधिकतम क्षेत्रमा मैले चाहिँ घुम्या चाहिँ छु, माथि सिरानदेखि तलसम्म नै गएको छु धेरै ठाउँमा। तर सबैले के भन्छ भन्दाखेरि मेरो घरकै छेउमा चाहिँ पर्खाल लगाइदिनुहोस्, नेपाल सरकारको सीमित स्रोतको साधनमा। त्यसमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका चाहिँ 5वटा इकाइ, कार्यान्वयन इकाइ कार्यालयले गरिराख्नु भएको छ। त्यतिले चाहिँ यो सम्भवै हुँदैन। यो त के भयो भने त्यो हाम्रो मधेसमा टिटिही भन्छ होइन, हुट्टी ट्याउ, त्यसले चाहिँ आकाश थाम्ने भने जस्तो छ। त्यसैले राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिको त्यो हुनुपर्छ। उहाँको चाहिँ अग्रसरतालाई हामी चाहिँ अगाडि लिनुपर्छ, हामी चाहिँ लियोस् अग्रसरता। तर यो चाहिँ जसले अपनत्व लिन सक्छ, जसले पछिसम्म राम्रोसँग दिगो रूपमा दिन सक्छ, उहाँहरू मार्फत चाहिँ। तर चुरेको सिरानदेखि लिएर जानुपर्छ तलतिर पनि। जुन गाउँ डुब्नै लागेको छ अथवा कटान भएर जानै लागेको छ भन्दाखेरि त्यो गाउँलाई प्राथमिकतामा राखौँ। तर पहिलो काम चाहिँ चुरेको चाहिँ माथिबाट हुनुपर्छ। हाम्रो अध्यक्षज्यूले भन्नुभयो कि हामी यति सङ्ख्यामा हामीले पोखरी निर्माण गऱ्यौँ, राम्रो पक्ष हो, राम्रो कुरो हो। तर हामी के भन्छ भन्दाखेरि एउटा नदी प्रणालीमा कतिवटा चाहिँ पोखरी निर्माण गर्नुपर्ने हो, कतिवटा तटबन्ध बनाउनु पर्ने हो, कति चाहिँ यो चेक ड्यामहरू बनाउनु पर्ने हो। नदी किनारमा कति किलोमिटरमा ग्रिन हरित बेल्ट भन्छ, ग्रिन बेल्ट भन्छ होइन, हरित पेटिका त्यो बनाउनु पर्ने हो। त्यो स्पष्ट रूपमा मास्टर प्लानमा भएको चाहिँ त्यो अनुसारको कार्यक्रम। र जसले यसलाई अपनत्व लिन सक्छ त्यो अपनत्व पहिलो कुरो हो। उहाँले अपनत्व लिने गरिकन कार्यक्रम चाहिँ लिएर जान सक्यो भने सानै ठाउँमा अथवा त्यो कम पैसामा स्थानीय सरकार, स्थानीय समुदायको अपनत्व हुने गरी यो कार्यक्रम लिएर जान सक्यो भने पैसो पनि थोरै लाग्ने, माथि रोकियो भन्दाखेरि तलतिर बाढीको समस्या पनि अति न्यून हुने देखिएको हुनाले प्राविधिक पक्ष यो हो। मेरो अनुरोध के भन्दाखेरि पहिले सङ्घीय सरकारले पनि कानुन बनाओस्, प्रदेश सरकारले पनि कानुन बनाओस्, अहिले स्थानीय सरकारको पनि कानुन बनाउने चाहिँ उसको अधिकार छ। कतिपय ठाउँमा वन सम्बन्धी, खोला सम्बन्धी, प्राकृतिक स्रोत सम्बन्धी चाहिँ ऐन कानुनहरू स्थानीय सरकारले पनि बनाएको हामीले देखेका चाहिँ छौँ। त्यसैले यहाँका स्थानीय सरकारले पनि त्यस्तरी चाहिँ बनाउन् र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, प्रदेश सरकार अथवा यसका प्राविधिक जसले सहयोग दिन सक्छ उहाँहरूले सहयोग दिएर स्थानीय सरकारको र स्थानीय समूहलाई चाहिँ परिचालन गरौँ र अगाडि बढौँ। यहाँ समक्ष पनि आउनेछु। अब तीनजना हाम्रा प्यानलिस्टहरूको कुरा सुनिसकेपछि आजको यस कार्यक्रममा सहभागीतर्फ म जाँदैछु। कृपया तीनजना हात उठाउनु होला। मेरो नाम दिवाकर उप्रेती, म जनकपुर धाम उपमहानगरपालिका 4 मा बस्छु। सँगसँगै म विभिन्न सङ्घ संस्थासँग पनि आबद्ध छु र चुरे बचाउ अभियानमा चुरे र स्वास्थ्य भनेर हामी कार्यक्रमहरू पनि चलाइरहेका हुन्छौँ। मेरो प्रश्न माननीय मन्त्रीज्यूलाई छ। उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको कोअर्डिनेसन भएन भन्नुभयो र अघि भर्खर हाम्रो चुरे विज्ञ विजय कुमार सरले पनि इङ्कित गर्नुभयो 2078 सालको बजेट। म अलिकति त्यतातिर ध्यानाकर्षण गराउन चाहे। दुवै प्रश्न चाहिँ यहाँ हाम्रो आदरणीय मन्त्रीज्यूलाई छ। जस्तो सङ्घकै यहाँहरू कुनै बेला एउटै पार्टीमा हुनुहुन्थ्यो नेकपामा, त्यतिखेर तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलज्यूले चाहिँ एउटा प्रस्ताव लिएर जानुभयो जहाँ कि
देशको आर्थिक अवस्थालाई चाहिँ डामाडोलबाट बचाउनको लागि चाहिँ हामीले अब नदी दोहन या यसलाई सिधै रूपले भनौँ नदी दोहन गर्नुपर्छ भनेर चाहिँ उहाँले प्रस्ताव लाग्नुभयो। म सम्झन्छु असोज 5/2076 को त्यो 47औं बैठक जुन चाहिँ राष्ट्रिय योजना आयोग अन्तर्गतको राष्ट्रिय विकास समस्या समाधान आयोगको चाहिँ बैठक थियो। त्यहाँबाट चाहिँ के पारित भयो भन्दाखेरि यसको लागि एउटा अध्ययन समिति बनाइने भनेर चाहिँ पारित भयो, जुन समितिले अन्तिममा गएर चाहिँ के निर्णय गर्यो त्यो कहिले भन्दाखेरि 2076 साल माघमा चाहिँ के निर्णय गर्यो भन्दाखेरि अब नदी दोहनतिर जाने, जुन अघि महाभारतको कुरा गर्नुभयो, महाभारत रेन्जको त्यहाँबाट दोहन गर्ने भनेर निर्णय भएछ। भनेपछि यी 1 वर्षको दौरानमा यस्ता खालका निर्णय गरिने खालका प्रविधिहरू सङ्घ सरकारमा हुँदै गर्दाखेरि आदरणीय किरण सरलाई पनि यही प्रश्न जान्छ, राष्ट्रपति चुरेले चाहिँ कसरी हेर्दै थियो अध्यक्ष भएको नाताले, या त्यतिखेर नहुँदाखेरि पनि वा जो सम्बन्धित व्यक्ति हुनुहुन्थ्यो उहाँले चाहिँ कसरी हेऱ्यो या संस्थाले कसरी हेऱ्यो, एउटा प्रश्न। आदरणीय मन्त्रीज्यूलाई चाहिँ यहाँले कोर्डिनेसनको पाटो केलाउँदै गर्दाखेरि चाहिँ त्यतिखेर वा त्यो अवस्थामा चाहिँ आफ्नै पार्टीभित्र वा भनौँ अहिलेको यो वर्गीकृत अवस्थामा चाहिँ सङ्घले त्यसरी प्रस्ताव लग्दै गर्दाखेरि चुरे जस्ता नदीहरू, चुरेमा रहेका आबद्ध भएका नदीहरू दोहन हुन्छ भन्ने कुरामा चाहिँ किन प्रश्नहरू उठेनन्, किन त्यतिखेर आवाजहरू उठेनन्, किन आम सङ्घ संस्था र नागरिक समाज मात्र बोल्नु पर्यो, सरकार चाहिँ किन त्यतिखेर मौन रह्यो? धन्यवाद। मेरो नाम चन्देश्वर पासवान, चुरे संरक्षण तथा पर्यटन प्रवर्धन फाउन्डेसन नेपालको अभियन्ता। मेरो घर कर्दना नगरपालिका सिराहाबाट आएको छु। मेरो जिज्ञासा माननीय मन्त्रीजीसँग छ। चुरे संरक्षण आजको आवश्यकता हो, त्यसमा दुई मत नै छैन। सँगसँगै चुरे संरक्षण गर्दै हामी चुरेको आसपासमा, चुरेका फेदमा भएका धार्मिक सांस्कृतिक स्थलहरू, देवालय, शिवालय, तालतलैयाहरूको सदुपयोग गर्दै हामीले चुरेकै आधारमा चुरे सँगसँगै साइक्लिङ लेन, हाइकिङ जस्ता पर्यटकीय या पर्यटक आकर्षित गर्ने खालका योजना बनाएर हामीसँगै जोडिएका, मध्य प्रदेशसँगै जोडिएका विशाल जनसङ्ख्या भएका भारतीय पर्यटकहरूलाई भित्र्याउने रणनीतिक योजना छ कि छैन, मन्त्रीज्यूसँग जिज्ञासा राख्दछु। धन्यवाद। म विष्णु शाह, चुरे संरक्षण तथा पर्यटन प्रवर्धन फाउन्डेसन नेपालको मध्य प्रदेशको अध्यक्ष। हाम्रो प्रश्न डाक्टर किरण पौडेलज्यूसँग। राष्ट्रपति चुरे संरक्षण समितिले विगत 5 वर्षदेखि जनस्तरमा काम नगरेको देखिन्छन्, तर आर्मी ब्यारेक या तालतलैयालाई संरक्षण गरेको छ, तर जनस्तरमा जुन काम हुनुपर्ने त्यो काम चाहिँ देखिएको छैन। हो, हामी अभियन्ता चुरे संरक्षण, राष्ट्रपति चुरे संरक्षण संस्था आएपछि हाम्रो एउटा के मनमा आएको थियो भने प्रत्येक तालतलैया, नदी र नदी उत्खनन, गिटी बालुवा जुन नियन्त्रण गर्नलाई काम राष्ट्रपति चुरे संरक्षण समितिलाई हुनुपर्ने थियो, त्यो चाहिँ 5 वर्षमा धेरै हिसाबले देखिएन। र यो तालतलैया, मठ मन्दिरहरूलाई संरक्षण कसरी गर्न सकिन्छ त्यो चाहिँ हाम्रो अभियान रूपमै आउँछन्। धन्यवाद। मलाई लाग्छ यो विषयमा मैले धेरै जवाब दिइरहनु पर्ने अवस्था छैन, किनभने त्यतिखेर अब तपाईँ योजना आयोगको कुरा गर्नुभयो, प्रस्ताव आयो, कसैले प्रस्ताव गर्यो, तर यो प्रस्तावको पक्षमा केही मान्छेहरू रहे त्यतिखेर, र सकभर सबैजनाले यसरी प्राकृतिक स्रोत बेचेर अरू हाम्रो देशमा अनेक सम्भावनाहरू छ त्यसलाई महत्त्व नदिने, झन् यो चुरेको विनाश गरेर ढुङ्गा बालुवा बेचेर
अनि हामी आर्थिक उपार्जन गर्छौँ, आर्थिक समृद्धि गर्छौँ, यो नारा वाहियात हो। सङ्घ संस्था मिडिया क्षेत्र जसरी अगाडि बढ्यो मलाई लाग्छ त्यतिखेर हामी स्वयं यसको विरोध गऱ्यौँ। त्यतिखेर जहाँ थियो हामी आफै सबैजनाले विरोध गरेकै हो। तर त्यो मलाई लाग्छ त्यतिखेर जसले सुरुवात गरेको थियो त्यो आफै विरोधमा परे, त्यो चलेन, ठिक थिएन, बेठिक थियो। केही साथीहरूले त वकालत गर्नुभयो, अन्तिमसम्म वकालत गर्नुभयो, तर बेठिक थियो। यदि त्यो जुन चुरेको विनाशलाई रोक्न नसकेको भए अहिले हामी जुन अवस्थामा छौँ, यो कुरा, यो मिडिया बहस, यो त्यति मलाई त लाग्छ अब केही आवश्यकता थिएन। संयोग भयो त्यतिखेर सबै जनता, सबै सरोकारवाला व्यक्तिहरू हामी सामूहिक भावना व्यक्त गऱ्यौँ, त्यो रोक्ने काम भयो। त्यसमा जस कसले लिने, जसले गरेको थियो यो प्रस्ताव ल्याएको त्यो बेठिक थियो भनेर मलाई लाग्छ सबै जनताले सामूहिक भावना व्यक्त गर्यो। अब अहिले जुन तालतलैया हाम्रो चन्द्रेश्वरजीले राख्नुभयो, स्वाभाविक रूपमा हामी अहिले मध्य प्रदेशको जहाँसम्म आर्थिक समृद्धिको कुरा गर्दा हामी तीनवटा कुरा गरेका छौँ। एउटा कृषिलाई प्राथमिकता दिने कुरा गरेका छौँ, अर्को पर्यटनलाई कुरा गरेका छौँ, अर्को उद्योगलाई कुरा गरेका छौँ। सबभन्दा महत्त्व यो मध्य प्रदेशको कुरा। अब अहिले विषयवस्तु चुरे संरक्षण आजको आवश्यकता जिम्मेवारी कसको र कसरी थियो, तर अलिकति भिन्न किसिमको क्वेसन सोधिदिनु भयो, जवाब त दिनै पर्यो। त्यतातिर म अलिकति एक लाइन मात्रै भन्न खोजेँ कि आज यो मध्य प्रदेशमा जसरी पर्यटनको एकदम सम्भावना छ, यो पर्यटन क्षेत्रलाई मात्रै हामी अगाडि बढाउन सक्यौँ भने अरू सम्भावना कृषिको त एउटा छँदैछ, उद्योगको त छँदैछ, पर्यटनबाटै हामी यो मध्य प्रदेशको आर्थिक समृद्धि गर्न सक्छौँ। 6 सम्भावनाहरू, तर त्यो सम्भावनाहरू हुन सक्छ। अहिले हामी संघीयतामा गइसकेपछि पहिलो यो मध्य प्रदेश सरकार हो, केही नीतिगत निर्णयहरू पनि भएको छ, महत्त्वपूर्ण पर्यटक स्थलहरूको पहिचान पनि भएको छ, त्यसलाई हामी अब अगाडि बढाउने प्रक्रियामा छौँ। केही समस्याहरू रहे, जटिलताहरू पनि छ। अहिले तपाईँ हामी हेर्दैछौँ रामायण सर्किटको कुराहरू भएको छ। यो कुराहरू 2-4वटा महत्त्वको कुराहरूलाई मात्रै अगाडि बढाउन सक्यौँ भने यो सम्भावनाहरू तालतलैयाको कुरा गर्नु भने यही चिराहामा जस्तो सम्भावना छ, बारामा छ, अहिले मानव निर्मित तालहरूको कुराहरू पनि आइरहेका छन्। त्यसकारण हामी यसलाई मध्य सरकारले जसरी महत्त्व दिएर अगाडि बढाउनुपर्छ त्यो हामी प्रयास गर्दैछौँ। यसमा पनि फेरि पनि दोहोऱ्याउन चाहे, मध्य प्रदेश सरकारको भूमिका रहे पनि सबै तहको स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको यो सम्भावनाहरूलाई अगाडि बढाउन समन्वयको आवश्यकता चाहिँ म देखिरहेको छु। र अन्तमा फेरि हाम्रो विष्णुजीले राख्नुभयो, थोरै भनि पनि हालौँ। अहिले अब हाम्रो किरण सरहरू लागिरहनु भएको छ, पहिलेदेखि नै भइरहेको छ, काम पनि भइरहेको छ, तर त्यो अलिकति देखिएको छैन। जसरी हुनु पर्थ्यो अझै हुनु पर्थ्यो। आवश्यकता बढी छ तर हामीसँग आय स्रोत कम छ। उहाँहरूसँग पनि वार्षिक बजेटको एउटा मानुस् न कति वर्षमा यति बजेट छ उहाँहरूसँग, त्यो बजेटले पर्याप्त हुन सक्ने स्थिति छैन। त्यसकारण यसलाई तीनटै तह, आज स्थानीय तहको कुरा गर्नुहुन्छ, स्थानीय तहलाई हामी बालुवा गिटीको ठेक्का लगाउन भनिहालेका छौँ। करोडौँमा उसलाई लाग्छ मलाई खालि आय स्रोत बढाउने, आय स्रोत मेरो पालिकाको बढिहाल्यो भन्ने मात्रै कुरा गर्छ। मापदण्ड एउटा बनाएको हुन्छ, यो मापदण्ड अनुसार त्यो प्राकृतिक स्रोत अब कता कता क्रेसर उद्योगहरू खोल्न दिने, त्यसले कुन मापदण्ड अनुसार खोलामा उत्खनन गर्ने भने हुन्छ, त्यसलाई निर्णय गरे हुन्छ। तर सबैजनालाई थाहा छ कुनै मापदण्ड पुरा भएको छ। पुल नजिक यति मिटर चाहिँ खन्नु हुँदैन भने चाहिँ पुलकै तल खनिराखेका हुन्छ। सबै सरोकारवाला व्यक्तिहरू जिम्मेवार हुनुपर्छ। अब मानुस उसले स्थानीय पालिकाहरू, स्थानीय तहले त्यहाँबाट आय स्रोत त त्यो कम्तीमा त्यो खोलालाई नियन्त्रण गर्नेदेखि लिएर चुरे बचाउनेमा थोरै पनि लागू त्यो स्रोतलाई लागू गरिराखेका छ, त्यो हामी देखिराखेका छैन। कम्तीमा त्यो स्रोत जति उठ्छ पालिका ठेक्का लगाएर त्यसको कति प्रतिशत कम्तीमा त्यो काममा लागू गर्नु पर्यो नि त। उसले खालि केमा गर्छ, अन्य 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 कार्यहरूमा, विकास निर्माणमा गरिदिन्छ, केमा गरिदिन्छ, भत्ता तलब यस्तै यस्तै काममा गरिदिन्छ। तर हामी प्राकृतिक स्रोतलाई दोहन गरेर उठाउँछौँ, तर त्यो प्राकृतिक स्रोतलाई कसरी बचाउने ऊ बुझ्छ कि मेरो जिम्मेवारी होइन। कसको जिम्मेवारी?
ऊ प्रदेशको र सङ्घतिर यसरी तिर्स्याइदिन्छ। त्यो होइन, त्यो कर्तव्य उसको पनि हो, स्थानीय तहको पनि हो। हामी आम्दानी उठाइराखेका छौँ भने कसरी संरक्षण गर्ने, कसरी बचाउने उहाँहरूको पनि हो। त्यसकारण अहिले एक शब्दमा भन्नुपर्दा सबैजना इमान्दारीपूर्वक अगाडि बढ्नुपर्ने स्थिति छ। अब कसैलाई फलानुको जिम्मेवारी हो यहाँ भन्नुभएको छ नि, कसको र कसरी, कसको मात्रै, सबैको हो। कसकोमा उत्तर दिनु पर्यो भने सबैको हो। यो एउटा सामान्य नेपाली नागरिकको, सबै जनताको चुरेसँग म चुरे विनाश भयो भने मलाई चाहिँ केही हुँदैन भन्ने त होइन, सबैजनाले त्यसको परिणाम भोग्नुपर्छ। त्यसकारण यसमा सबै सरोकारवाला हो, तर जिम्मेवार निकायहरू बढी चाहिँ जिम्मेवारी वहन गर्नु पर्यो। स्थानीय तह, प्रदेश, सङ्घ जिम्मेवारी हुनु पर्यो, विभिन्न सङ्घ संस्थाहरूले जिम्मेवारी वहन गर्नु पर्यो। त्यसमा सबैजना जनता मिलेर यसमा अगाडि बढ्नुपर्ने स्थिति छ। दिवाकरजीको एउटा महत्त्वपूर्ण सवाल थियो किरण सरसँग, त्यो विषयमा प्लिज जवाब। धन्यवाद दिवाकरजी। नदी दोहन अथवा पहाडहरू उत्खनन गरेर बेच्ने भन्ने कुराहरूको मुख्य फोकस र चुरेले के गर्यो भन्ने उहाँको क्वेसनको चार हो। अब म चाहिँ मध्य पहाड महाभारततिर उक्लन चाहन्न। चुरे खनेर यसलाई काटेर बेच्ने कुरा, निकासी गर्ने कुरामा हामी सख्त विरोधी छौँ। यो हुन दिँदैन, अहिले रोकिएकै छ। विभिन्न हिसाबले चाहिँ चुरेबाट लान प्रयास होलान्, हामी सबै सचेत हुनुपर्छ। तपाईँहरू सचेत भएर लाग्नु भएको छ। हामी सचेत भए पनि कतिपय ठाउँमा बोल्न मिल्दैन, तर हामी भित्रभित्र यो चिज नगर्नका लागि, गर्न नदिनका लागि हामी लागेकै छौँ। त्यसकारण यसमा सबभन्दा ठुलो भूमिका जनताको हुन्छ, अभियन्ताको हुन्छ, सङ्घ संस्थाको हुन्छ, लाग्नुपर्छ। र हामीले सामान्य हिसाबमा भन्यो ढुङ्गा गिटी चाहिँ बेचेरै निकासी गरेर आर्थिक उन्नति गर्छौँ भन्ने कुरा त दोस्रो, तेस्रो, चौथो प्रायोरिटी हो। हामी हाम्रा नदी चुरेबाट बग्ने, महाभारत, हिमाल, चुरेबाट उत्पत्ति भएको सबै नदी चुरे हुँदै भाबर तराईबाट बग्छ। तिनले माथिबाट जाँडा काटिएको ढुङ्गा माटो पनि बगाएर ल्याउने थुपार्ने ठुलो भाबरमा माटो तराईमा हो। तर यो चिजहरूलाई कतिपय प्राकृतिक हिसाबले पनि बग्छ। तपाईँ हामी जतिसुकै इमान्दार, अनुशासित र त्यसलाई चाहिँ संरक्षण गरे पनि यो प्राकृतिक हिसाबले नै यो कमजोर छ। अहिलेको चाहिँ यो चाहिँ जलवायु परिवर्तनको कारणले, अतिवृष्टिले गर्दाखेरि यो बगेको छ। हिजोभन्दा हामी सबै मान्छेकै कारणले मात्रै बगाएको छैन, प्राकृतिक कारणले पनि भएको छ। त्यो बग्छ। त्यो बगेको चिजलाई उठाउनु पर्छ। उठाउने कुरालाई कसरी अनुशासित, वैज्ञानिक होइन, हाम्रो चाहिँ यसको सुशासन हिसाबले चाहिँ उठाउने भन्ने कुरा छ। म एउटा डाटा भन्छु, तपाईँ मध्य प्रदेशमा मात्रै 112 मिलियन मेट्रिक टन ढुङ्गा गिटी बालुवा निकाल्न मिल्छ, सकिन्छ, निकाल्नुपर्छ। कति भने सिङ्गो नदीलाई 3 भाग बनाएर त्यसको बिचको 1 भागबाट मात्रै निकाल्दाखेरि त्यति निक्लिन्छ। मध्य प्रदेशको ढुङ्गा गिटी बालुवाले नेपालको निर्माणलाई पुग्छ। तर डाँडा काट्नै पर्दैन, बगेर आएकोलाई उठाइयो भने त्यसले चाहिँ पुरा गर्छ। नउठाउँदा हामीलाई समस्या हुन्छ। नउठाउँदा के हुन्छ, तपाईँले हेर्नुभयो अघि फोटोमा नदी बढेर पुलको नजिक आएको छ, बस्ती र चाहिँ नदीको सतह बराबर छ। त्यसले गर्दा इमिडिएट पानी बस्तीमा पस्छ, ढुङ्गा माटो बस्तीमा पस्छ, हाम्रो चाहिँ बस्ती भत्किन्छ, हराभरा चाहिँ हाम्रो चाहिँ कृषि भूमि चाहिँ मरुभूमि गराउनु छ। त्यस कारण यसमा हामीले सबैले कमिटमेन्ट गर्नुपर्छ। यसको जिम्मा चाहिँ पालिकालाई छ। पालिकाले चाहिँ वातावरणीय कानुन अनुसार त्यो अध्ययन अनुसन्धान गरेर निकाल्न मिल्ने चाहिँ पद्धति त्यो तोकिएको समयमा निकाल्न उहाँहरूले गर्नुहुन्छ। राष्ट्रपति चुरेलाई के भन्नुहुन्छ भने उहाँहरूले भनेअनुसार गर्दा मिल्छ कि मिल्दैन भन्दा हामीले हेर्दाखेरि मिल्छ। त्यो 3 भागको 1 भागमा ठाउँबाट मात्रै उठाउने, नदीको 1 मिटर मात्रै तल गहिरोबाट उठाउने, उठाइसकेपछि चाहिँ जहाँबाट छोडिन्छ त्यो चाहिँ नदीको बहावलाई कन्टिन्यू बनाइदिने, यो हिसाबले उठाउनु भनेको हुन्छ। त्यसरी हामीले सहमति दिन्छौँ। अब पालिकाको चाहिँ राजस्वको प्रमुख स्रोत हो, उहाँहरूले उठाउने अधिकार पनि छ। स्रोतमाथि चाहिँ पालिकाको अधिकार हाम्रो चाहिँ यो चाहिँ 2074 को त्यो ऐनले पनि उहाँहरूलाई दिएको छ, स्थानीय स्वायत्त शासन ऐनले दिएको छ। तर चाहिँ कतिपय वातावरणीय चाहिँ प्रश्नहरू त्यसको चाहिँ यथोचित हिसाबले त्यसको चाहिँ अवलम्बन गर्ने विषयमा क्वेसन छ। कतिपय चाहिँ विज्ञ समूहबाट धेरैतिरबाट निक्लेको छ। हाम्रै वन वातावरण क्षेत्रका चाहिँ कार्यालय विज्ञहरू निकाल्नु भएको छ। तर उहाँहरूलाई त्यो चाहिँ अधिकार छ। त्यो एउटा कुरा। तर अर्को चाहिँ के छ भने निकाल्दा पनि अहिले जसरी निकालिएको छ, अहिले ठेक्का लगाएको छ, ठेकेदार आउँछ,
ठेकदारले चाहिँ 2 ट्रक लाने भने ठाउँमा 10 ट्रक लग्यो कि हामीले त्यसको अपडेट छैन। बाटोबाट हिँडेपछि हामी देख्छौँ। अब त्यो हिँड्दाखेरि चाहिँ त्यो अनुमति सबैले चेक गर्ने कुरा हुँदैन। यस्तै धेरै समस्या छ। त्यसकारण यसमा पालिकालाई मात्रै म दोष दिन चाहन्न, सबै हामी त्यसका सरकारलाई अराउ मिलेर हामीले काम गर्नुपर्छ। त्यो रातो खोला जतिको सानो खोलामा नि 109वटा चाहिँ अरू ठाडा खोलाहरू छन्, ती खहरे छन्, तिनको नियन्त्रण गर्न अहिले 15 वर्षसम्म लागिरहेछ। योभन्दा ठुला कमला हेर्नुहोस् त, कमला त कति क्षेत्र रहेछ भने त्यसका यति ठुला नदीहरू रहेछ। कमलामा 400 अरब लाग्छ भन्नुभयो हाम्रो त्यहाँको माननीयले, तर 400 करोड लाग्दो रहेछ। एउटा नदीलाई 400 करोड भनेको 4 अरब लाग्छ मिनिमम अहिलेको हिसाबले हेर्दाखेरि। भने हाम्रो 164मा जाँदा तल माथि होइन खहरे खोल्सा थोरै पैसाबाट अनि त्यो चाहिँ प्रभाव नदेखिने कुरा एउटा स्वाभाविक हो। फेरि अर्को पनि भन्छु, म पोलिटिकल हिसाबले पनि हामीले हेर्नुपर्छ। हाम्रो राजनीतिक संयन्त्र अहिले पनि चाहिँ आफ्नो निर्वाचनमुखी छ। जो मन्त्री हुनुहुन्छ, जो चाहिँ बोलबाला छ, जसको चाहिँ एक्सेस हुन्छ अर्थ मन्त्रालय, उहाँहरूले कार्यक्रम आफ्नो नजिक लानुहुन्छ। पर प्रब्लम त्यहाँ पनि छ। त्यसले गर्दाखेरि पनि हामीले जहाँ समस्या हो त्यहाँ लान सकिया छैन। जति पैसा छ त्यसको अझै उदाहरणीय काम गर्न सकिया छैन। मैले लास्टमा एउटा माननीय मन्त्रीजीलाई सोधेको क्वेसन म थप्न चाहन्छु। तपाईँहरूले यहाँ चाहिँ यो मिथिला सागर, यो पोखरिया भन्ने मिथिला नगरपालिका हेर्नुभयो होला, त्यहाँ म जाँदाखेरि 4 लाख पर्यटक आउँछन् अरे। त्यो पोखरीले चाहिँ कति पानी पुनर्भरण गराएको छ, कति चाहिँ माटो बग्न रोकेको छ। तर त्यसले के गरेको छ भने पर्यटकहरूलाई पनि आउने वातावरण, बस्ने वातावरण बनाएको छ। इन्डियाबाट आउँदो रहेछ त्यहाँ होइन। यहाँ अहिले सर्लाहीमा भरततालको कुरा आएको छ। अहिले सबैतिर के हाम्रो संसार पनि अहिले पानीप्रति छ के। पानी नै सबभन्दा ठुलो हाम्रो प्राकृतिक स्रोत हो, त्यो उपयोग गर्नुपर्छ, त्यसलाई संरक्षण गर्नुपर्छ भनिएको। सूर्य त्यसका लागि अझ महत्त्वपूर्ण छ र समस्या पनि सूर्यभित्र छ। त्यसकारण यसका लागि हामीले काम गर्न सकिन्छ। अर्को थप 3 जना सहभागी लिन्छौँ हामी। म चन्देश्वर सदा, जनकपुर, नेपाल राष्ट्रिय मुसर सङ्घको प्रतिनिधि। म डाक्टर साहब विजय डाक्टर साहबलाई प्रश्न गर्न गइरहेछु। मेरो प्रश्न के हो भन्दाखेरि चुरोको संरक्षणको कुरो हामी उठाइरहेछौँ। 2066 सालमा नै स्थापना भएको यो संस्था हो। यति हुँदाहुँदै पनि चुडेको छातीबाट मदन भण्डारी राजमार्ग बनाइएको छ र यो बनाउँदाखेरि चुरेलाई कति वर्षसम्म दुर्गामी असर पर्छ होला र यसको निवारण कति जटिल भविष्यमा हुन्छ होला र कुनै पनि रोड अथवा ठुलै उद्योगहरू खोल्दाखेरि वातावरणीय प्रभाव प्रतिवेदनको जरुरी हुन्छ। के वास्तवमा हाम्रो वन विज्ञहरूले अध्ययन प्रतिवेदनमा चुडेको छाती चिरेर राजमार्ग बनाउनु उचित छ दिए होला र दिए छैन होला भने निश्चित रूपमा यो सरकारले मधेसलाई कहीँ डुबाउन खोजे त हो कि होइन? धन्यवाद। मेरो नाम कार्य यादव हो। मेरो घर लक्ष्मीनिया गाविस अति गाउँपालिका वार्ड नम्बर 5 मा पर्छ। म यो सिँचाइ महासङ्घ र जीवन केन्द्रमा प्राकृतिक स्रोतमा काम गरेको त्यो संस्थाको पनि अध्यक्ष। यो चुडेको वास्तविकमा आज म किन बोलेको, चुरे संरक्षणको जन्म दिने हाम्रो डाक्टर विजय साहबको पढाइले हामी जीवन केन्द्रबाट पूर्व राष्ट्रपतिको प्रश्नमा मैले नै चुरे संरक्षण राखेको छु। तर हाम्रो सबैजनाको कुरा त राम्रै आयो। तर मैले रमेश सर खनालजीसँग कुरा गरेँ ठेडाको जलाद नदीको पुलमा मैले स्पष्ट गरेर भने हेर्नुहोस् यो तपाईँको जति चुडेको तपाईँ गर्नु सबैजनाको कुरा त आयो। तर यो 58 सालमा सुखमवासी आयोग जुन गठन भएको समस्याको कुरा कता हो त? अहिले चितवनको टाढा तानेर बसिया छ सुखमवासीले, तर हुकुमवासीको नाउँमा चुडे रजिस्ट्री भइसकेको छ। मेरो नाउँमा 5 बिघा जग्गा छ, छोरीको नाउँमा छैन, छोराको नाउँमा छैन। त्यो तपाईँको मेचीदेखि महाकालीसम्म त्यो कुरा भइसकेको छ। अब के छ, हाम्रो जुन पुलिसले रोक्न जान्छ, हाम्रो चुडेके अध्यक्षजी भन्नुभयो छोटैमा छ। अब कुरा त त्यही हो, मार्मिक कुरा हो।
हामी खनालजीसँग कुरा गरे, वीरेन्द्रजीसँग कुरा गर्ने, आज तेस्रो अध्यक्षजी हाम्रो सामनेमा छ। पहल गर्नुस् भनेर मात्रै भनेको हो। त मेरो भनाइ त्यही छ, मिठाईको सबैभन्दा जडो हुन्छ उखो। हाम्रो 58 सालको लाल पूर्जाको सुदृढीकरण हुँदैन भने यो सरकार के हो? म रिता भट्टराई, बर्दिवास नगरपालिका वार्ड नम्बर 6 र मैले चाहिँ प्रश्न भन्दा पनि म एउटा सुझावको रूपमा एउटा केही कुराहरू राख्न चाहन्छु। मैले चाहिँ अब यो अहिले चुरे संरक्षण सँगसँगै हामी भाबर क्षेत्रमा बसिरहेका छौँ। अब अघि धेरै कुराहरू आइसक्यो, ती कुराहरू दोहोऱ्याउन चाहन्न। यो अहिले जति पनि नदीका छेउमा क्रसरहरूले बनाएका खाल्टाहरू छन्, यी खाल्टाहरूमा चाहिँ प्रत्येक वर्ष चाहिँ हाम्रा बालबच्चाहरू चाहिँ डुबेर मर्ने गरिरहेका छन्। यो विषयमा किन कसैको पनि ध्यान आकर्षण हुँदैन? किन यो विषयमा कसैले सोचिदिनुहुन्न? के मानव बचाउ अभियानमा चाहिँ हामी लाग्नु पर्दैन अबका दिनमा भन्दै म यो चाहिँ यहाँहरू सबै यहाँ विज्ञहरू पनि हुनुहुन्छ, ती क्रसरहरूले बनाएका खाल्टाहरूको विषयमा र जति पनि अहिले अब म हेर्छु, म यसो गाउँघरतिर हिजो गाई बस्तु बाख्रा चराउने ठाउँहरू ती ठाउँहरू छैनन्। अब ती गरिबहरूले चाहिँ के पशुपालन गरेर उनीहरूले सामान्य जीविका आर्जन पनि गर्न नपाउने अवस्था छ गाउँघरतिर। यसको विषयमा पनि यहाँहरूले अलिकति सोचिदिनु हुन अनुरोध गर्दछु। हवस् त, नमस्कार। धन्यवाद। कोइराला, मेरो घर यही बर्दिवास नगरपालिका वडा नम्बर 1, म पूर्व शिक्षक। म यही बर्दिवासको गाउँमा आजभन्दा 62 वर्ष अगाडि यहीँ जन्मेको हुँ, यहीँ हुर्केको हुँ र मैले यो चुरेलाई बाल्यकालदेखि नै देखेको छु, भोगेको छु, हिँडेको छु र आजसम्म पनि मैले यो चुरेको अवस्थालाई चाहिँ बुझिरहेको छु। हिजोको चुरे र आजको चुरेमा धेरै फरक छ। हिजोको चुरेको हैसियत र आजको चुरेको हैसियतमा आकाश र जमिनकै फरक छ। अब हिजो हामी यही चुरेको जङ्गल खोल्सा खाल्सीमा थुप्रै खालका हाम्रा फलफुलहरू थिए, तरकारीहरू थिए, जडीबुटीहरू थिए। ती सबै हामी 12 मास पाउँथ्यौँ। हामी स्कुले जीवनमा पनि हामी हरेक शुक्रबार चाहिँ साथी मिलेर हामी आज फलानु डाँडामा जाने, आज हामी फलानु खोल्सीमा जाने, यस्तो खाने भनेर भन्थ्यौँ। हामी 12 मास फल्ने फलहरू थिए र चाहिँ आज ती सबै चिजहरू के भयो त भन्दाखेरि डडेलोको कारणले गर्दा चाहिँ यो अव्यवस्थित खालको चरीचरणको कारणले गर्दा अनि यो काठ चोरी निकासीको कारणले गर्दा, वनफडनीको कारणले गर्दा आज यी सबै चिजहरू चाहिँ सकिए। त्यस्तै पछिल्लो कालमा अहिले जुन विकासको नाउँमा डोजरे विकास छ, यी डोजरे विकासको कारणले गर्दा पनि बाढी पहिरोहरूले गर्दा आजको हाम्रो वनको हैसियत अत्यन्तै कमजोर छ। यो कमजोर वनको हैसियत सँगसँगै के भयो त भन्दा हामीले हिजो देखेका थुप्रै चराचुरुङ्गीहरू, धेरै जनावरहरू विस्थापित भएर गएका छन्। र मैले अहिले राख्न खोजेको कुरा के हो त भन्दा जब वनको हैसियत कमजोर भयो, वन्य जन्तुहरू जुन छन् उनीहरूले आफ्नो वासस्थानहरू सुरक्षित पाएनन्। वासस्थान सुरक्षित नपाएको कारणले गर्दा आज यो चुरेका छेउछाउका चाहिँ किसानहरूले लगाएका खेतीपाती, तरकारी, फलफुल आज चाहिँ यो जङ्गली जनावरको कारणले गर्दा खान पाएका छैनन्। बाँदर यस्तो भइसक्यो, बाँदर एउटा समस्या भइसक्यो। आज तपाईँहरू यही चुरेको छेउछाउ जानुहोस्, धेरै जग्गा जमिनहरू बाँझो बसेको छ। किन बाँझो राख्नुभयो भनेर सोध्नुभयो भने के गर्नु, लगाएर के गर्नु, बाँदरले खान दिँदैन, यही उत्तर आउँछ। केही दिन अगाडि हामीले सुनेका थियौँ आविष्कार केन्द्रबाट कता चाहिँ ठुलो आवाज आउने, के चाहिँ तोप बन्दुकहरू पड्काएर चाहिँ भगाउने। यो वास्तवमा त्यो एउटा चाहिँ सही समाधानको बाटो होइन। त्यसको निम्ति मेरो विचारमा हाम्रो अहिले चुरेका वनहरू पनि सबै सामुदायिक वनहरू भएका छन्। ती सामुदायिक वनहरूमा कम्तीमा 1 वर्षमा 1000 फलफुलको बिरुवा लगाउँ, हुर्काउने गरी लगाउँ। यो प्रश्न भनौँ या सुझाव भनौँ माननीय मन्त्रीज्यूलाई छ। उद्योग, पर्यटन तथा वन मन्त्रालयले चुरे संरक्षणलाई भन्दा अन्य कार्यक्रमलाई बढी प्राथमिकता दिएको छ। हाम्रो मधेसमा एउटा ठुलो समस्या चुरेको समस्या छ। आज खुसी लागेको छ चुरेको विषयमा अन्तर्क्रिया तथा मिडिया बहस कार्यक्रम यही छ। म पनि
20-22 वर्ष अगाडिदेखि चुरे संरक्षणमा लाग्दै आएको म पूर्व जनप्रतिनिधि पनि हो, वडा अध्यक्ष। र अर्को कुरा पनि म यहाँहरूलाई के भन्न चाहन्छु भने हिजो आज हामी सङ्घीयतामा गएको छौँ, हिजो हामी एकात्मक सत्ता भनेका थियौँ। हिजो एकात्मक सत्तामा हुँदाखेरि मध्य प्रदेशमा 8वटा जिल्ला थिए, प्रत्येक जिल्लामा जिल्ला भू संरक्षण कार्यालयहरू थिए। हाम्रा आवश्यकताका आधारमा ती सहज ठाउँमा चुरे क्षेत्रमा बस्ने विपन्न नागरिकहरू हुन्छन्, उहाँहरूलाई 2टा जाली चाहिन्छ, 3टा जाली चाहिन्छ, तर आफ्नो सहज भएको ठाउँमा कार्यालयमा उहाँहरू आफ्नो माग लिएर जानुहुन्थ्यो। आज यो चुरे संरक्षणलाई यति असहज बनाइएको छ, यसको ज्वलन्त उदाहरण म पनि हो। हिजो म यहीँ बर्दिवासबाट सेवा लिन्थेँ, म त अलिकति टाठा बाठा मध्येमा पर्छु, तर आज हामीले कार्यक्रम लिन जाँदा लाहान जानुपर्छ। लाहान जाँदा आज यो कार्यालय के भएको छ भन्दा हिजो चाहिँ तपाईँलाई कार्यक्रम खोज्दै जाने कार्यालय थियो, आज यो कार्यालय अजिङ्गर भएको छ। उहीँ कोही जान सक्यो, जो जान सक्यो त्यहाँबाट कार्यक्रम लियो, नभएदेखि कार्यक्रम सहजता भएको छैन। म माननीय मन्त्रीज्यूलाई यो आग्रह गर्न चाहन्छु, चुरे संरक्षण यदि गर्ने हो भने प्रत्येक जिल्लामा पुनः फेरि भू संरक्षण कार्यालयहरू राखियोस् भन्ने चाहन्छु। र अर्को म फेरि चुरे विकास संरक्षण समितिका अध्यक्षज्यूलाई भन्न चाहन्छु, जुन खालको चुरे विकास संरक्षण समितिले तपाईँलाई चाहिँ भूगोलमा आएर आफ्नो जुन पहिचान दिनुपर्ने थियो त्यो पहिचान दिन सकेको छैन। म चुरे विज्ञ डाक्टर विजय कुमार सिंह सरलाई जसरी उहाँले चन्देश्वरजीले राख्नुभयो, त्यसपछि हाम्रो कारी सरले राख्नुभयो, भूमिहीनहरूको व्यवस्थापन, बसोबासको व्यवस्थापनदेखि लिएर मधेसलाई प्राथमिकीकरणमा नराखेर जुन किसिमको एउटा चुरे संरक्षणको गतिविधिहरू गरिँदैछ, यस विषयमा आफ्नो जवाब दिनुहोला। चन्देश्वरजीलाई म बहुत बहुत धन्यवाद दिन चाहन्छु। म 29 सालमा चाहिँ फरेस्ट्री पढ्न जाँदाखेरि यो पूर्व पश्चिम राजमार्ग थिएन होइन। म चाहिँ सीतामढी हुँदै वीरगञ्ज गएर अनि काठमाडौँ पढ्न गएको, यो पूर्व पश्चिम राजमार्ग चाहिँ थिएन। वास्तवमा मधेस आन्दोलन भएपछि र थारू आन्दोलन भएपछि मधेसबाट हिँड्नलाई साह्रै गाह्रो भयो। 18 दिन 20 दिन 22 दिनसम्म हाइवे चाहिँ बन्द भयो। त्यसको विकल्पमा सबै पार्टीहरू मिलेर यो हेटौँडादेखि धरानसम्मको बाटो खोल्ने चाहिँ योजना बन्यो, सबैको सहमतिमा हो त्यो, कुनै पार्टीले त्यसको विरोध गरेन। त्यो अनुसार त्यो भयो। हुँदै जाँदाखेरि पछि अब राजनीतिक नारा हो, राजनीतिक त्यो अनुसार चाहिँ चुरे राजमार्ग भनौँ वा मदन भण्डारी राजमार्ग भनेर त्यो बनिसकेपछि त्यो पूर्वदेखि पश्चिमसम्म यो मदन भण्डारी राजमार्ग बन्यो। पहिले पनि ठाउँ ठाउँमा चाहिँ सानोतिना सडकहरू त चाहिँ थिए, हामी घुम्दै जाँदाखेरि साना सडकहरू थियो, पुलहरू चाहिँ ठुल थिएन, खोला क्रस गर्दै जानु पर्थ्यो। तर अब राजमार्गको अवस्था भइसकेपछि, किनभने त्यसको निश्चित मापदण्ड छ, अहिलेको अब हामी हुन्छौँ कि हुँदैन मलाई त थाहा छैन, तर तपाईँहरू यङ जेनेरेसनले तपाईँले त्यो पूर्व मेचीदेखि महाकालीसम्म यो बर्दिबास जस्तो अथवा लाहान जस्तो अथवा लालबन्दी जस्तो हरियौन जस्तो कतिवटा सहर बन्छ र त्यसको जनसङ्ख्या कति हुन्छ त्यसको चाहिँ तपाईँले चाहिँ अहिलेदेखि म फोरकास्ट गरिरहेको छु। त्यस्तो ठुल्ठुला सहर बजारहरू चाहिँ त्यहाँ हुन्छ। त्यसको लागि चाहियो पानी, त्यसको लागि चाहियो तपाईँको त घर बनाउने गिटी ढुङ्गा बालुवा होइन, त्यसको लागि चाहियो इँटा होइन, अरू निर्माण सामग्रीहरू। त्यसबाट चुरे क्षेत्रमा कति धेरै सकारात्मक अथवा नकारात्मक प्रभाव पर्न सक्छ त्यो हामी अनुमान गर्न चाहिँ सक्छौँ। त्यसैले तपाईँको जुन शङ्का छ त्यो एकदम सही छ चन्देश्वरजी। चुरे क्षेत्र भएर अब राजमार्ग बनाउनु हुन्छ हुँदैन
त्यो चाहिँ हाम्रो राष्ट्रिय तहका नेताजीहरूले चाहिँ निर्णय गर्ने कुरो हो, पार्टीहरूले निर्णय गर्ने कुरो हो, उहाँहरूले बनाउनु भयो। अब यसमा हामी मधेसमा पक्कै पनि पानीको पहिलो समस्या चाहिँ पानीको पर्छ। त्यहाँबाट पानीको माथि नै चाहिँ स्रोत दोहन भएपछि सहर बजारहरू माथि चुरे क्षेत्रमै थुप्रै बनेपछि त त्यहाँबाट बगेर आउने कमला खोला, लालबकिया खोला, यस्तै अरू मरिन यो हाम्रो यो यही के अरे छेउकै रातु खोला, यो विभिन्न खोलाहरूमा त्यो धेरै नै समस्या आउँछ। पानी चाहिँ सायद ठुलो समस्याको रूपमा आउँछ र अरू जुन वन जङ्गलको दोहनको त अब छँदैछ, त्यसमा चाहिँ त्यो समस्या तपाईँको शङ्का चाहिँ एकदम सही छ। त्यसैले अब गभर्मेन्टले यस्तै गर्दाखेरि फेरि हाम्रो नजिकैमा यो रेलवे पनि बनिरहेछ, तपाईँले त्यो पनि भन्नु भएन। रेलवेले गर्दाखेरि के हुन्छ भने अहिले पनि हेर्नु हो भन्दाखेरि करिब करिब 8-10 फिट माथि चाहिँ तपाईँको छ, त्यो क्षेत्रमा डुबान चाहिँ आउँछ, जङ्गल खत्तम हुन्छ, बस्ती खत्तम हुन्छ र त्यसले पानी निकास गर्ने ठाउँ जुन छ नि सीमित ठाउँमा मात्रै चाहिँ छोड्छ। हाइवेले जस्तो चाहिँ सीमित ठाउँबाट मात्रै पानी निकास दिएको छ नि, त्यो रेलवेले पनि सीमित ठाउँमा चाहिँ पानी निकास दिएको छ। त्यसले गर्दाखेरि त्यहाँबाट जहाँबाट पानी निकास हुन्छ त्यो अर्को चाहिँ खोलो हुन्छ र अर्को चाहिँ डिसास्टर चाहिँ त्यहाँ अर्को निस्किन्छ। एकदम गाँठो पारेर राख्नुस्, त्यो तलतिरको सबै पानी जोरिएर गएपछि त्यो अर्को डिसास्टर चाहिँ हुन्छ। त्यसैले चन्देश्वरजीलाई धन्यवाद। यो जनताको कन्सर्न हो, हामीले पनि यो समस्यालाई उठाएका चाहिँ छौँ। अब राजमार्ग बनाउनु हुन्थ्यो हुँदैन थियो, त्यसमा अब नेपाल सरकारको निर्णय सबै दलको निर्णयमा चाहिँ भएको हुनाले क्वेसन तपाईँको एकदम सही हो। कहिलेकाहीँ बडा अब संघीयता आयो, संघीयताको अर्थ भनेको जनताको घर घरमा हामी सेवा पुर्याउँछौँ भन्यो र झन् उल्टो भइगयो। तपाईँले सही कुरा गर्नुभयो। अहिले अब हुनसक्छ खर्चको दायरा अलि बढेको होला, कर्मचारीहरू व्यवहार बढेको होला। यो त्यतिखेर सङ्घीय सरकारले नै यो पहिले भू संरक्षण कार्यालयहरू प्रत्येक जिल्लामा थियो, त्यसलाई अहिले मध्य प्रदेशमा अब एउटा लाहान र एउटा चौपुर दुईटा राखिदिएको छ। अब हामी यही बजेट भाषणमा तपाईँलाई जानकारी गराउँ, अहिले हामी पनि ओएनएम भन्छौँ, यो कर्मचारीहरूलाई व्यवस्थापन गर्ने कुराहरू अहिले निर्णय त भइसकेका छैन, हामीले प्रस्ताव गरेका छौँ। कम्तीमा यो कुरालाई सहज गरौँ। अब जनताको पहुँचै हुन सक्दैन। अहिले चुरेको कुरा गर्दैछौँ हामी, चुरेको कुरा गरिरहँदा सबभन्दा महत्त्वपूर्ण कार्यालय अहिले हामी पहिले भू संरक्षण कार्यालय भन्थ्यौँ, अहिले भू जलाधार व्यवस्थापन कार्यालय भनेको छ। चुरे बचाउने जोगाउनेमा उहाँहरूको बहुत एउटा भूमिका हुन्छ। अहिले जे जति काम भइरहेको छ, तटबन्धको होला, गल्छी नियन्त्रणको होला, बाँस रोप्ने होला, अलिकति त्यहाँ पोखरी चुरेको नजिकमा पोखरीहरू संरक्षण गर्ने खन्ने कुराहरू होलान्, सबै कामहरू अहिले राम्रोसँग भइरहेका छैन। एउटा कार्यालय यता छ, तपाईँले सही भन्नुभयो, अहिले उपभोक्ताहरू जान्छन् कार्यालयमा मान्छे नै भेट्दैन, को कता हुन्छन्। त्यसकारण हामी सकभर यसलाई अब छिटै निर्णय भइसकेको छ, सचिवजी यहीँ हुनुहुन्छ। हामी कम्तीमा 4 वटा, अब अहिले पहिले त 8 वटा जिल्ला छ, अहिले तपाईँहरूको सामनेमा मन्त्रीजीले ठिकै छ 8 जिल्लामा हामी खोलिहाल्छौँ भन्नु हुँदैन, किनभने कम्तीमा 4 वटाको हामी व्यवस्थापन गर्ने 2टा जिल्ला हेर्ने गरी एउटा कार्यालयको कुरा उठाइसकेका छौँ र बजेटमा आइ पनि सकेको छ। छिटै यो कुरालाई हामी समाधान गरेर जान्छौँ। तर म आफै यो मान्यमा बडा चिन्तित छु कि पहिलेदेखि नै कुरा कसले गरिदियो। यो 8 वटा जिल्ला हेर्ने, प्रत्येक जिल्लामा त्यो जति काम हुन्थ्यो तपाईँले ठिकै भन्नुभयो। कतिपय बाढी पहिरो आएको बेलामा ल 5 वटा जाली छिटो लानुहोस्, समस्या परेको बेलामा घर बगाउने बेलामा 10 वटा जाली ल्याउनुहोस्, ठुक्कै छिटो ढुङ्गा भरिहाल्नुहोस् भन्थ्यो। अहिले त त्यो जाली कहाँ गएर मान्छे नि त भेट्दैन, जाली कहाँ भेट्ने हो, कहाँ खोज्न जाने मान्छेलाई। त्यसकारण
यो एउटा समस्या छ। अब कम्तीमा 4वटा कार्यालय, 8वटा त खोल्न तुरन्तै भनिहाले, अहिले त्यो सकिँदैन होला, तर 4वटा भयो भने 2टा जिल्ला हेर्ने गरी हामी व्यवस्थापन गर्दैछौँ। त्यो छिटै हुन्छ। थोरै अलिकति डाक्टर साहबले त गरिहाल्नुभयो, रेलवे होस् हाइवे होस्, म पहिले नै कुरा राखिहालेँ त विकास चाहिन्छ। विकास अहिले हामी हेर्छौँ यो हरेक विकसित मुलुकहरूमा ट्रेनको अब रेलवेको नेटवर्क हुन्छ, हाइवेको नेटवर्क हुन्छ, अब अन्तर्राष्ट्रिय विमानस्थल यत्रो। हाम्रो देशमा त एउटा काठमाडौँ भर्खर एउटा पोखरामा बन्यो। यो चाहिन्छ, विकास क्रमलाई अगाडि बढाउन चाहिन्छ, तर त्यो मापदण्ड विपरीत हुनु भएन। अहिले मसिनको कुरा गर्नुभयो, सुक्खा पहिरो आउँछ, जताततै विकासको पैसाहरू आएको छ, रुख काटेर होस्, जताततै बाटो खोलिदिने काम गरेछ, त्यसको डिपिआर छ कि छैन, मापदण्ड छ कि छैन, कसले निर्णय गरेछ, त्यो कहीँ केही छैन। त्यो मापदण्ड विपरीत गर्नु भएन। त्यो एउटा सबै कुराको लागि पहिले निर्णय हुनु पर्यो, त्यो ठिक छ कि छैन त्यो हेर्नु पर्यो, त्यस पछाडि अगाडि बढाउनु पर्यो। जताततै हाइवे खोलिदिने, जताततै रेलवे मार्ग बनाइदिने, खेतीयोग्य जग्गाबाट बिचै ट्रेन खोलेर अगाडि बढाइदिने होइन। चाहिन्छ, तर त्यो मापदण्ड अनुसार जानुपर्छ। मानवलाई क्षति नपुग्ने गरी, चुरे होस् अन्य कुनै कुरालाई क्षति नपुग्ने गरी बाटोघाटो पनि बनाउनु पर्यो, रेलवे पनि खोल्नु पर्यो, अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाउनु पर्यो। नबनाएर हामी यो आदिम युगको कुरा गरेर हुन्छ अहिलेको बेलामा। अहिले चाहिन्छ विकास, तर त्यो मापदण्ड अनुसार अगाडि बढ्नुपर्छ, होइन भने यो विनाशलाई हामी रोक्न अलिकति गाह्रो हुन्छ। धन्यवाद। महिला सहभागीले बरु राम्रो क्वेसन गर्नुभएको थियो। क्रसरको आतङ्क छ, अवैध उत्खनन भइरहेको छ, बालबच्चाहरू त्यसमै डुबेर मर्ने गरेका छन्। अनि खोइ त प्रदेश सरकारले किन रोक्न नसकेको हो त्यस्ता गतिविधिलाई? जताततै क्रेसर उद्योगहरू, यो क्रेसर उद्योग खोल्ने अब प्रश्नै पारिदिन्छु, कहिलेकाहीँ त यो नबुझ्दा पनि गाह्रो। टिपरले किचिएर क्रेसर उद्योगको दर्ता हुन्छ सङ्घमा, विभागमा दर्ता, त्यसको लाइसेन्स भन्छौँ नि, लाइसेन्स दिने प्रक्रिया त्यहाँ हुन्छ। लाइसेन्स विभागले दिने हो। अब हामी यहाँ उद्योग कार्य, मैले त भनिहालेँ यो नाम अहिले मेरो मन्त्रालयको नाम उद्योग पर्यटन वन मन्त्रालय। कता कता नमिलेको ठिकै भन्नुभयो कुरा, यो कामभन्दा अर्कैतिर छ। यो मन्त्रालयको नाम छुट्टै, यो जुन कुरा भन्नुहुन्छ भने अब वन वातावरण मन्त्रालय छुट्टै राख्नु पर्थ्यो। बनाइ त दिएछ, म राखेको छु, क्याबिनेटमा प्रस्ताव लगेको छु। अब यसलाई छिट्टै बरु उद्योग वाणिज्य आपूर्ति एकातिर राखिदिने, वन वातावरण एकातिर राखिदिने। काम छ कतातिर, काम नाम छ कतातिर, काम छ अर्कैतिर। ठिकै भन्नुभएको छ उहाँहरूले। जिम्मेवारी होइन, नामै मिलेको छैन। कहिलेकाहीँ हामी भन्छौँ नि, नाम राखिदिया हुन्छ धनिकलाल, पैसा चाहिँ हुँदैन। यो काम कता, नामले हुँदैन क्या। नाम के गर्ने, नाम कामै मिलेको छैन यसको। वन वातावरण एक ठाउँमा राखेर गर्नुपर्ने ठाउँ उद्योग पर्यटन कता हो, सकिरहनु भएको छैन। हाम्रो मन्त्रालय वनको यहाँ हुनुहुन्छ डेफो साहब, उहाँहरूलाई भन्नुहुन्छ मस्जिद बनाउनुहोस्, मन्दिर बनाउनुहोस्, पार्क बनाउनुहोस्। उहाँहरूको काम हो पार्क बनाउने। उहाँहरू जेमा दस्ता हुनुहुन्छ, विज्ञ हुनुहुन्छ, उहाँहरूको काम हो चुरे बचाउने, वन बचाउने। अहिले जताततै रोड साइडमा जानुहोस्, यहाँ हाइवेमा दुःख लाग्छ। सर कहिले काट्नुभयो, चाहे त्यो यो हाइट अहिले हेरिरहेको छ नि टावरहरू बनाउने, त्यसको लागि रुख कटान भयो होला, रेलवे विस्तार गर्नेमा कटान भयो होला, रुखहरू सबै गलिसक्यो। त्यो भुस हुन्छ। निर्देशकले बारम्बार म आउने बित्तिकै मन्त्रीपछि 10औँ चोटि राखिसकेँ कि यसलाई कसरी व्यवस्थापन हुन्छ गर्नुहोस्, जनताले बाँड्दैन जाडो महिनामा। त्यो पनि भने अब फेरि नियम कानुन छ, जनतालाई फ्रीमा दिन मिल्दैन, तर सडेर गलेर भुस भएर जाओस्। अहिले हेर्नुहोस् त्यो हाइवेमा त्यत्तिकै थन्केको छ, यता राखेका छ, उता के छ मापदण्ड, कहिले बिक्री गर्ने हो, सडेर जान्छ, जनताले पनि पाउँदैन, समस्या छ। त्यसकारण जे उहाँहरू विज्ञ हुनुहुन्छ, वनलाई वनकै काम दिनु पर्यो। अब यो मस्जिद बनाउने, मन्दिर दिने, पार्क बनाउने उहाँहरूको काम होइन। अब हामीलाई दिएको छ, यो कहिले निर्णय भयो। अब वनको काम छ, अहिले भ्याइ नभ्याइ, अब यता जङ्गल कटानी भइरहेको होला, उहाँहरूलाई छैन, कता कता समय भ्याइरहनु भएको छैन। अब मन्दिर पार्कको एस्टिमेट कहाँ गयो, इन्जिनियर कहाँ गयो भनेर भन्ने लागिराख्नु। त्यसकारण यसलाई हामी मिलाउँदैछौँ। म त भन्छु यसलाई छिट्टै, यही वर्ष जे भयो। अब यो जे भइसक्यो, कहिले अब त्यो
अब यो मन्त्रालयलाई पुनर्संरचनामा जानुपर्छ। वन वातावरण एकातिर, उहाँहरूको काम यो त्यतातिर, जहाँसम्म यो क्रेसरको कुरा गर्नु भने अहिले डुबाउनु, यो अधिकार दिएको छ तपाईँको स्थानीय तहलाई। खोप ठुल्ठुलो खाल्डो पारेर यहीँ जानुहोस् बर्दिवास यहीँ नजिकै यति खाल्डो छ, पोखरियै भइसक्यो खनेर, कति डुबेर यहीँ बर्दिवास यहीँ बेङ्गाडाबरको तपाईँको मिथिला नगरपालिका 10 मा 2 जना मान्छे गत साल चाहिँ 2 जना मान्छे मऱ्यो, डुबेरै मर्ने, नुहाउन गएको कति खाल्डो रहेछ पत्तै पाएन, डुबेर मऱ्यो। उहाँहरूको ठिकै भन्नु रिताजीहरूकै घरको छेउमै 2 जना गत साल मर्या रहेछ। र कम्तीमा क्रेसर उद्योगहरूलाई अब कसले गर्ने? त्यसको जसले लाइसेन्स दियो, लाइसेन्स दिने अर्को छ। म मात्रै अब यसलाई धेरै सिरियस त होइन, एकजना म आफ्नो उद्योगको हाकिमलाई पठाएँ। यो के हो? यो तपाईँहरूको जताततै उद्योग छ, के अरे क्रेसर उद्योग छ, के हो मापदण्ड? तपाईँ एकचोटि बताउनुहोस् त। तपाईँहरू मोनिटरिङ गर्नुहुन्न यसको? चेक जाँचमा जानुहुन्न भनेपछि के गर्नु मन्त्रीज्यू? एकचोटि गएको एउटा क्रेसर उद्योगमा गइसकेपछि 2-4 जना मान्छे थिए बाहिर, उहाँले परिचय दिनुभयो, म उद्योगबाट आएको छु, यो के हो तपाईँहरूको त कतै मापदण्ड देखिने, के गर्नुभएको छ? अनि एकजना मान्छे निस्किए अरे त्यहाँबाट, अनि नमस्कार भन्नुभयो। नमस्कार भनिसकेपछि कता आउनु भएको छ? त म त उद्योगको मान्छे हो, फलानु कार्यालयको हाकिम हो भनेपछि, ए म भर्खरै प्रदेशको चुनाव लडा, कसलाई भनिदिनु पर्यो? सिडिओलाई कि एसपीलाई फोन गरिदिनु पर्यो? तुरन्तै म फोन गरिदिन्छु। किन आउनु भएको छ तपाईँ? त्यो सजिलो, ल ठिक छ, तपाईँ ऊ हाकिम गएर ल तपाईँ मापदण्ड विपरीत काम नगर्नुहोस्, काम राम्रो गर्नुहोस् भन्न गएको थियो। ऊ हाकिमलाई त सिडिओ एसपीलाई म फोन गरिदिन्छु, किन आउनुभयो भनेर उसलाई थर्काएर नमस्कार त्यसो चिया नखाएर फर्के भन्नुभयो। मलाई यो अवस्था छ, के गर्नुहुन्छ? यसको अब भन्नु हुँदैन, मैले यो सार्वजनिक मिडिया अब सबै हुनुहुन्छ, यसको म भनिहालेँ नि, सबै सरोकारवाला व्यक्तिहरू सबै जवाबदेही हुनु पर्यो, राजनीतिक दल जवाबदेही हुनु पर्यो, सबैजना प्रशासनिक क्षेत्र जवाबदेही हुनु पर्यो। जसले लाइसेन्स दिएको छ, लाइसेन्स आज दियो तर 10 वर्षभन्दा बढी भएको रिन्युअल, बिना रिन्युअलको चलिरहेको छ यो उद्योगहरू, कसैको रिन्युअल छैन। पत्ता लगाउनुहोस्, म बुझेर थाकिसकेँ। हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन। जसले खाल्डो खन्यो, कम्तीमा खाल्डो पुरेर त जानु पर्यो नि। अहिले जानुहोस् खोलामा, अब मापदण्ड छ कति फिट खन्ने, उहाँले डाक्टर साहबले राखे जस्तै पुरै मापदण्ड विपरीत गरेका छ। हामी भन्छौँ जनता, त्यहाँ हामीले फोन गर्छौँ यसरी भइरहेको छ भन्छौँ, 2 घन्टामा प्रहरी जान्छ, ठेकदारले भन्ने बित्तिकै 5 मिनटमा प्रहरी जान्छ। कति जनता कति छ लड्नु? अब सुनिहाल्नुभयो गतमा अलिकति समस्या, अब मान्छे नै मऱ्यो। त्यस कारण यो समस्याहरू छ, सबैजना इमान्दारीपूर्वक जहाँ छौँ, एकजनाले सक्ने होइन कुरा। जो नीति बनाउँछ ऊ पनि इमान्दारीपूर्वक नीति लागू गर्ने ठाउँमा हुनु पर्यो। प्रशासनिक निकाय, राजनीतिक दल, सरकारवाला व्यक्तिहरू, सङ्घ संस्थाहरू सबैजना इमान्दारीपूर्वक हामी अगाडि बढ्यौँ, बचाउन सक्छौँ। हेरौँ सबै लागिरहनु भएको छ, अभियानीहरू, पर्यावरणमा काम गर्ने साथीहरू सबै लागिरहनु भएको छ, दुःख भोगिरहनु भएको छ, कुरा उठाउनुहुन्छ, सकिरहनु भएको छैन। कारण इमान्दारीपूर्वक सबैजना लाग्यौँ, बचाउन सक्यौँ, मान्छे डुब्ने सुब्ने सबै बन्द हुन्छ। हामी के गर्ने? अब यस्तै मान्छे, कसको क्रेसर उद्योग कसको छ? मेयरकै उद्योग होला, प्रदेश सांसदकै होला, सङ्घीय सांसदकै त्यो क्रेसर उद्योग होला, कसको छ? एउटा सामान्य जनताको छ त्यो उद्योग, कसलाई टेर्ने? त्यो म प्रदेश सांसद छु, म टेर्छु कसैलाई? किन टेर्ने? मसँग पुरा पावर छ, शक्ति छ, सबै छ। त्यसकारण म जति पावरमा भए पनि मलाई बच्नु यहीँ छ, रहनु यहीँ छ, अमेरिकामा गइहाल्ने हो र? त्यसकारण ऊ पनि बुझ्नु पर्यो, ठेक्का लिने मान्छेले पनि बुझ्नु पर्यो, बाँच्नु यहीँ छ, म मरे पनि मेरो सन्तति यहीँ बाँच्छ, मलाई यहीँ जिउनु छ, पहिले बुझ्नु पर्यो। त्यो बुझ्न सक्छ। पैसा कमाउने मात्रै बुझेको छ उसले, पैसा कमाइदिने, पैसा कमाउने काम चाहिँ यो बचाउने, खाल्डो भर्ने कसको? अब अर्को संस्था आइदिनु पर्यो खाल्डो भर्नलाई, त्यो चाहिँ समस्या छ। किरण सर, यो धेरै सवालहरू यहाँसँग पनि जोडिएको सवालहरू हो। अवैध उत्खनन, क्रसर आतङ्क, जसरी मन्त्रीज्यूले भन्नुभयो लाइसेन्स सङ्घले दिने अनि पावर स्थानीयले दिने, हामी के गर्ने भनेर भन्नुभयो। यो त यहाँको लागि पनि मुख्य चुनौती हो नि त, यो चुरे संरक्षणको क्षेत्रमा। अब यसलाई कसरी समाधान गर्न सकिन्छ? धन्यवाद। यो चाहिँ राष्ट्रिय समस्या हो, यो हाम्रो जनताकै समस्या हो। अन्तिममा मन्त्रीज्यूले भन्नुभयो, उहाँका धेरै कुराहरूमा सबै कुरा म सहमतै छु।
अब के रहेछ भने अब यो सङ्घको एउटा अफिसले चाहिँ लाइसेन्स दिन्छ, उसित आएर मोनिटरिङ गर्ने मान्छे नै छैन। पालिकालाई त्यो मोनिटरिङ गर भनेर दिएको छ, त्यो ढुङ्गा गिटी उठाउने ठेक्का पनि पालिकाले दिएको छ। अब मापदण्डमा नि क्लियर लेखेको छ, यति खन्ने, यति दायाँ बायाँ छोड्ने सबै भनेको छ। अब तर भएको छैन। यसका लागि चाहिँ हामीले अघि नै उठाएको एउटा विषय के हो भने एउटा चाहिँ यो ढुङ्गा गिटी बालुवा सम्बन्धी एउटा एकीकृत ऐन नभएको कारणले यसलाई चाहिँ गर्न खोज्दाखेरि पनि प्रष्ट कानुनमा कसको के रोल, कसरी चाहिँ बदमासी गर्नेलाई कारबाही गर्ने भन्ने छैन। उद्योगमा आफ्नै केही नियमहरू छन्, तर त्यो नियमको परिपालन गराउन अहिले मन्त्रीज्यूले भने जस्तो उद्योग अधिकृतले सकेका छैन। मैले एउटा चाहिँ आग्रह के गर्न चाहन्छु भने चुरे हामी सबैले बचाउनुपर्छ। चुरे बचाए चुरेले हामीलाई बचाउँछ भन्ने कुरो त हामीले सुनेका छौँ। प्रकृतिको सुरक्षा गरे प्रकृतिले हाम्रो सुरक्षा गर्छ। संस्कृतमा जानुपर्छ, त्यो कुरो चाहिँ पैसा कमाउँदा बुझ्नुपर्छ, सबैले मनन गर्नुपर्छ। तर तत्कालै चाहिँ हामी के हुन्छ भने अब हामी जनतै उठ्नु पर्यो। जसरी राजनीतिक आन्दोलनहरू भए र सत्ता परिवर्तन भयो, यो सत्ता यो प्राकृतिक स्रोतको दोहन गर्ने सत्ता पनि परिवर्तन गर्नका लागि, यसलाई परिष्कृत गर्नका लागि फेरि तपाईँहरू उठ्नुपर्ने हुन्छ। मैले त्यो देखेको छु। अलिकति चुरे यहाँ यो क्रसरले बनाएका खाल्डा त्यो त वातावरणीय अपराध मानेको छ वातावरणीय ऐनले, नियमावलीले। हेर्नुहोस्, त्यो चाहिँ सख्त छ, जरिमाना फेरि थोरै छ। चाहिँ ठुलो अपराध जसरी अरू चाहिँ उसले अपराध हो नि त्यसलाई अपराधमा राखेको छ। त्यो अपराध हो भनेर प्रमाणित गरेर उसलाई कठघरामा उभ्याउन सकिने अवस्था चाहिँ बनाउनु पर्ने अहिलेको आवश्यकता हो। चुरेकै सन्दर्भमा हो त हिजोको चुरे र आजको चुरे एउटै छैन। हिजो चुरेमा बसोबास गर्ने मान्छे र अहिले एउटै छैन। हिजो 50 वर्ष पहिला 10 लाख थियो पूर्वदेखि पश्चिमसम्म, अहिले 50 लाख भयो। त्यो 50 लाख चुरेभित्र जुन 12.78% भित्र बस्ने मान्छेको सङ्ख्या 50 लाख पुगिसक्यो भनेपछि अब उहाँहरूलाई चाहिने सबै आवश्यकता बढी भयो। फेरि यो तराई मधेसमा पनि पपुलेसन त बढेकै छ, स्रोतको फेरि मुख्य क्षेत्र यो चुरे नै हो। त्यसकारण अब हाम्रो यी चिजबाट हामी विमुख हुन पनि सक्दैनौँ। त्यसकारण अब यो चाहिँ विकास पनि हामीले नगरेर हुँदैन। म अस्ति लागेँ कि कटारीको मान्छे चाहिँ काठमाडौँ जानलाई यही त यहाँ झरेर तल झरेर होइन फेरि यहाँ यता आएर जानु पऱ्यो नि, त्यहाँबाट त 10-15 मिनटमा विमान निक्लिँदो रहेछ। हेर्नुहोस् त्यहाँका जनताले कति दुःख काटिराखेका थिए। अब त्यो एक खालको चाहिँ विकासको हिसाबले हेर्ने भने त्यो उहाँहरूलाई विकासप्रतिको अधिकार पाए, तर विकास गर्ने प्रक्रियासँग हाम्रो असन्तुष्ट छ। यो विरोधयोग्य छ। जति अघि डोजरे विकास भनियो नि, डोजर चलाएको छ, रेखाङ्कन पनि छैन, बाटो खनिदिएर गएको छ। बाटो खनेको छ, त्यो ढुङ्गा गिटी बालुवा लगाएर खोलामा फालेको छ। त्यहाँ खनेको जति त्यहीँ भनौँ न, हिजो एउटा चाहिँ त्यस्तो बाटो प्रक्रिया पनि छ, संरक्षणमुखी बाटो बनाउन सकिन्छ। त्यो खनेको माटो तल चाहिँ चेक ड्याम केही बनाएर त्यहीँ रोकेर थुपारेर होइन चाक्लो बाटो बनाउन सकिन्छ नि। त्यस्तो चाहिँ गर्न सकिन्थ्यो। माटो नझर्ने, खोलामा नफार्ने तरिकाले गरेको काम गर्न सकिन्छ। त्यो नगरेर हो, सस्तोमा गर्ने। पछि त्यो सस्तोको व्यवस्थापन गर्दा धेरै ठुलो कस्ट जाने अवस्थामा छौँ। यो राष्ट्रिय रूपमै हामीले हुनुपर्छ। हामी आफू पनि सचेत हुनुपर्छ। यहाँ चाहिँ राजनीतिक कर्मी, पार्टीहरू, सरकारहरू पनि सचेत हुनुपर्छ। यो समाधान गर्न योग्य छ। अर्को के म भन्न चाहन्छु भने जस्तै यो चाहिँ वन्यजन्तु, बाँदर, फलफुलको कुरा आएको थियो अघि। वास्तवमा यो इम्पोर्टेन्ट छ। अब हामीले जङ्गलभित्र खाने चिज राम्रो नभएको कारणले जङ्गली जनावर बस्तीमा आएको स्वाभाविक हो। जङ्गल त छ चुरेमा 70%, तर त्यो भए पनि जङ्गलको भित्र जुन भुइँमा हो सबै ढुङ्गा गिटी बालुवा छ, त्यहाँ घाँस छैन, त्यहाँ झाडी छैन, फलफुल छैन। त्यस कारण जनावरलाई खाने चिज छैन। त्यस कारण अहिले हाम्रो यो चुरेले पनि अभियान के गरेको छ भने अब वृक्षारोपण उद्देश्य पूर्वक गर्नु पर्यो। के का लागि वृक्षारोपण गर्ने? नदी किनारा संरक्षण गर्ने हो भने बाँस रोप्नु पर्यो, अमृसो रोप्नु पर्यो। बाँसले छिटो तामा अरू दिन्छ, बाँसै बेचेर पनि छिटो आम्दानी गर्न सकिन्छ। यदि अलिक भिरालो जग्गामा हो भने अब फलफुल रोपौँ। जङ्गलभित्र नि फलफुल भनौँ आँप, कटहर, लिची के हुन्छ। हामीलाई जनतालाई भोकमरी भयो भने गएर ल्याउन नि सकिन्छ। नभए जनावरले खान्छ, कम्तीमा बस्तीमा त आउँदैन। अबको संरक्षण भनेको माटो सँगसँगै, माटो संरक्षण त हाम्रो प्रमुख दायित्व भयो। सँगसँगै अरू प्राकृतिक स्रोतहरूलाई पनि बचाउने, जनावरहरू अरू चाहिँ भनौँ हाम्रो वन्यजन्तुहरूलाई पनि संरक्षणमुखी हाम्रो कन्जर्भेसन, यो माटो संरक्षण प्रक्रिया चुरेले अवलम्बन गरेको छ।
अब हामी चाहिँ यसलाई चाहिँ एउटा प्रोग्रामको रूपमै बाँसलाई कसरी जनताको सम्म लाने, बाँस रोपे बाबत जनता कसरी बेनिफिट हुने, त्यसबाट फाइदा कसरी लिने, आँप रोपे बाबत त्यहाँ कसरी जङ्गलको आँप ल्याएर टिपेर त्यसलाई जीविकोपार्जनमा प्रयोग गर्ने, यो चिजहरू हामीले बनाउनुपर्छ। हामी बन्छ यो धेरै गाह्रो कुरा होइन, यसबाट आशावादी हुनुपर्छ। दिने गरी तीनजनाले आफ्नो कुरा राखिदिनु होला र म बिचमा एकजना यो बन्डी लाउने सरलाई म माइक दिन आग्रह गर्छु। चुरे पर्यटन प्रबन्धन फाउन्डेसनको परिषद सदस्य, धनुषा जिल्लाको जिल्ला अध्यक्ष। खास गरी कुरा गर्दा जाँदा हामीलाई 15 वर्ष पछिको याद आयो, जुन आज चुरे संरक्षणका कार्यक्रम भनौँ न 75 सालदेखि हामी 62-63 धनुषा जिल्लाकै सम्पूर्ण टिम, जस्तै हाम्रो अहिले यही असार, अब जेष्ठ बितेर असार आइसक्यो, असारभरि खोला बन्द हुन्छ, त्यसपछि फेरि सुचारू हुन्छ। त्यतिखेर म जीविस बोर्डको प्रतिनिधि पनि थिएँ, अनि उहाँहरू पुरा जिल्लाकै वन लगायत सडक डिभिजन, जिल्ला विकास, यहाँ 4वटा खोला सर्वे गर्यो। सर्वे के को लागि गर्यो भने सर्वे गर्दै जाँदाखेरि हामीलाई अब बालुवा गिटी पुगेन, कहाँबाट काम गर्ने, खोला सर्वे गर्दै अनि मापदण्डहरू बनाउँदै जाँदाखेरि अनि फेरि सर्वदलीय अनि जति सरकारवालाहरू थिए सबै बैठक हुँदाखेरि अनि उहाँहरूले के भन्नुभयो, यो हाम्रो अधिकारभित्रै पर्दैन। दुःख लाग्दो त यहाँ के छ भने, जस्तै म डाक्टर साहब विजय कुमार सिंहज्यूलाई म धन्यवाद, किन धेरै गुमराहमा रहेका कुराहरू केही राखिदिनु भयो। वास्तवमा मधेसलाई दबाउनै खोजेको जुन अहिले अब प्रत्येक पार्टीहरूकै सहमतिमा हाम्रो यो हाइवे बनेको हो। अब हामी खास गरी मान्य मन्त्रीज्यूलाई उहाँले पनि आफ्ना अधिकारका कुराहरू धेरै राखिसक्नुभयो। अब दुर्भाग्य यो छ कि उहाँ योभन्दा अगाडि सङ्घीय सरकारमा पनि हुनुहुन्थ्यो, जस्तै अहिलेको सङ्घीय सरकार त्यति संविधान सभाको चुनाव हुँदाखेरि त्यतिखेरका पनि निर्णयहरू केही हाम्रा मधेसका भूभागमा असर पर्ने गरी निर्णय भएकै हो। अब सबै पार्टीका निर्णय भएको छन् भनेर जुन कुरा आयो, अब त्यो त हामीलाई केन्द्र स्तरका कुराहरू थाहा छैन, जनता माझ आयो। अहिले पनि उहाँले भन्नुभयो अब हामीलाई त अधिकारविहीन छ। हामी यहाँ बस्दाखेरि कस्तो लाग्यो कि हामी अब कोसँग कुरा गर्ने त, म छोटैमा भन्दैछु, अब कुरै गर्न, किनभनेदेखि हामी पनि एउटा अभियन्ता भएर लागेका छौँ, तर अधिकारका कुरा जाँदाखेरि हाम्रो अधिकार छैन, स्थानीय निकायको अधिकार छ या सङ्घीय सरकारको अधिकार छ। सङ्घीय सरकारले स्थानीय निकायलाई दिए, स्थानीय निकायले ठिका लगाउने, त्यसमा उत्खनन त अब भन्नुपर्ने के, अब त्यो हाम्रो मन्त्रीज्यूको घर पनि हाम्रो घर नजिकै छ। यो हाइवेकै कुरा गर्दाखेरि 2 बाँस त नभनौँ, बाँस कत्रो हुन्छ सबैजनालाई थाहा होला, 3 बाँस तलसम्म पनि खाल्टो खोलामा भेटिन्छ। तर त्यहाँ अब प्रशासनका कुरा गरौँ, जनताले त बोलाउँछ, तर यहाँ विगतमा म भर्खरै 1 वर्ष अगाडिको कुरा भन्दैछु, 1 वर्ष अगाडि त हाम्रा प्रशासनका पनि टोलीहरूले नै गएर खनाएको हो त्यहाँ। अब त्यहाँ कसको सरकार भनौँ, अब त्यहाँ त के दुःख लाग्दो छ। हाम्रो अब अध्यक्षज्यूले अब यहाँ चुरे संरक्षणका कुरा गर्छौँ, हामी पनि गरिरहेछौँ, तर त्यहाँ जान 12 समस्या छ। हामी आवाज उठाएर मात्रै हुँदैन, एक भूमाफियाहरू छन् जुन हामीले अब 10 जना हामी गयो भने तिनीहरूको 5 जनाले 10 जनालाई सखा पार्ने अवस्था आउँछ। त्यतिकै होइन, खास गरी त्यो अवस्था भइरह्यो भने जुन अब माथिबाट त हाइवे बनिहाल्यो, यो हाइवे त सुचारू अब नभए पनि हुने अवस्था छन्, तर हामी के खान्छौँ, कसरी बस्छौँ त्यो हामीले पनि बुझ्न सकेको छैन। किनभनेदेखि हाम्रा गाउँ समाजमा अलि पनि त्यो उठाइहालौँ न अलिकति, तर तिनीहरू के हुन्छ, इलाका मार्फत जान्छ, त्यो पुर्जी काटेर नगरपालिकामा गाडी पठायो, नगरपालिकामा यसो 1000-2000 पुर्जी काट्यो, कतिले के भन्छ, म त कति 10 टिप ल्याएँ, म फर्स्टैमा समातिहाल्यो
भनाइको मतलब के छ भने यो खास गरी हामी कुरा गर्दै जाँदाखेरि यो नीति नियम कहिलेसम्म बन्छ त? यो बन्दैन भने हामी यो कुरा गरेर हामीलाई जे बुझ्नमा लाग्यो, जुन हामीले 15-16 वर्षका कुरा हामी गर्दैछौँ, अहिलेसम्म अधिकार क्षेत्रभित्र हामी पुग्नै सकेको छैनौँ। नीति नियम त आयो, नीति नियम अहिले हामी संरक्षण कसरी गर्ने त? सर्वप्रथम त हामी मन्त्रीज्यूलाई पनि अनि हामी अध्यक्षजीलाई पनि आग्रह गर्छौँ कि यसको नीति नियम बनेको छ भने कार्यान्वयन किन हुँदैन? कार्यान्वयन गर्न कुन सरकारवालाको भनौँ न कठिनाइ छ। त्यही भएर म लास्टै गरिदिएँ। त्यही भएर कम्तीमा हामी कुरा भन्दा पनि कार्यान्वयनतिर, नीति नियमतिर अगाडि बढ्दा राम्रो हुन्थ्यो। धन्यवाद, नमस्कार। म विक्रम यादव, कमला बचाओ अभियानको संयोजक। मेरो प्रश्न मन्त्रीज्यूसँग छ। वास्तवमा धेरै कुरा आइसकेको छ र दोहोऱ्याइरहेछ। यहाँ साथीहरू पनि दोहोऱ्याइराख्नु भएको छ, मैले दोहोऱ्याउन खोजेको होइन। अहिले हाम्रो 2 नम्बर प्रदेशको 2 नम्बर भनौँ या अहिले चाहिँ हाम्रो भइसक्यो मध्य प्रदेशको चाहिँ हाम्रो देशमा चाहिँ 3 तहको नदी नाला 3 श्रेणीमा छ नदी नाला। सानो तिनो गरेर 65 नदी नाला छ। तीमध्ये हाम्रो मध्य प्रदेशको मुख्य नदी धार्मिक सांस्कृतिक रूपले हैन एकदम एउटा ऐतिहासिक नदी कमला नदी रहेछ र कमला नदीमा उत्खनन दोहन यसको कुरा एक ठाउँ आइसकेछ लगभग। तर हाम्रो के छ भने हाम्रो मध्य प्रदेशको त्यहाँको नीति कार्यक्रममा कमला नदी पर्छ कि पर्दैन? लाखौँ पर्यटकहरूको पनि आस्थाको केन्द्र हो। अर्को कुरा धनुषा सिराहा मोहत्री चाहिँ यहाँको चाहिँ हजारौँ हेक्टर जग्गा पनि सिंचित कमला नदीबाट हुने हो र यस्तो नदीको चाहिँ हाम्रो कार्यक्रम नीति तथा कार्यक्रममा किन आइरहेछ यो प्रश्न चाहिँ मेरो चाहिँ मान्य मन्त्रीज्यूसँग रहेछ। धन्यवाद। मेरो प्रश्न माननीय मन्त्रीज्यू र हाम्रो यो राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष तथा नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष डाक्टर किरण पौडेलज्यूलाई रहेको छ। 2077 साल यो मङ्सिर 5 गते जारी गरिएको ढुङ्गा गिट्टी उत्खनन गर्न सक्ने मापदण्डले राजमार्ग क्षेत्रको राइट अफ वेबाट 500 मिटर अनि वन क्षेत्रबाट 2 किलोमिटर र यो प्रसारण लाइनबाट 200 मिटर परबाट उत्खनन गर्न सकिने, त्यसै गरी अन्तर्राष्ट्रिय सीमाबाट 2 किलोमिटर परबाट गर्न सकिने र हालसालै सो मापदण्डलाई संशोधन गरी अहिले वन क्षेत्रबाट जम्मा 500 मिटरको दूरीबाट उत्खनन गर्न सकिने भनिएको छ। त्यसै गरी प्रसारण लाइनबाट जम्मा 100 मिटर भनिएको छ। त्यसै गरी अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट जम्मा 1 किलोमिटर भनिएको छ। यस्तो गरिराख्दाखेरि अनि आज अहिले हामीले यो चुरे दिवस 2079 मनाउँदै गर्दाखेरि नेपाल सरकारले आफै चाहिँ धामी र आफै चाहिँ बोक्सीको जस्तो व्यवहार देखाएको जस्तो भान भयो। हामीले चुरे जोगाउनु पर्छ भन्दैछौँ एकातर्फ, यहाँ विभिन्न सरकारवाला निकायहरू हुनुहुन्छ उहाँहरू सबैजनाले चुरे क्षेत्र जोगाउनु पर्छ भनेर लागिरहेका छौँ। अनि फेरि सरकार आफैले चाहिँ सो मापदण्डलाई किन खुकुलो बनाइएको हो? नमस्ते, मेरो नाम डाक्टर दिपेन्द्र महतो, मेयर गौशाला नगरपालिका। मेरो प्रश्न डाक्टर किरण पौडेल सरलाई मात्र। चुरे संरक्षण आजको आवश्यकता जिम्मेवारी कसको र कसरी? गौशाला नगरपालिका हाम्रो जुन डिभिजन कार्यालय छ नि 8वटा नदी पर्छ जनकपुरको डिभिजन कार्यालयमा, जसमध्ये एउटा हाम्रो त्यो नदी हाम्रो नगरपालिकामा नि पर्छ। हाम्रो नगरपालिका हुँदै तल बोर्डरसम्म जान्छ। जिम्मेवारी हामी लिन्छौँ यो संरक्षणको र काम पनि हामीलाई नै गर्न दिनुस् भन्ने अनुरोध छ स्थानीय तहलाई। किनभने हरेक वर्षपछि चुरेले एक किसिमको क्षति गरिरहेको छ र त्यो क्षति भइसकेपछि हरेक वर्ष अध्ययन भइरहेको छैन। त्यही भएर स्थानीय तहको सहयोगमा तपाईहरुसँग सहकार्य गरेर हरेक वर्ष ड्यामेज पछि सुरुमै हामी अध्ययन गर्ने, त्यसपछि जे थोरै बजेट छ, धेरै बजेट मलाई चाहिएको पनि छैन, हाम्रो देशमा यो प्रोजेक्टको लागि धेरै बजेट पनि छैन, तर जे थोरै बजेट छ नि त्यो गलत समय र गलत तरिकाले प्रयोग हुँदैछ। रिसोर्स मोबिलाइजेसन छ, गलत समय र गलत तरिका। हाम्रो मन्त्रीजीले भन्नुभयो जुन कटान गर्दैछ नदीहरूको बाँध के अरे त्यो
तटबन्ध गर्नुपर्ने मुहानबाट हुँदैछ, कटानबाट। अहिले पनि त्यस्तै हुँदैछ। अब यसपालि मात्र लगभग 100 बिघा जति हाम्रो नगरपालिकामा कटान हुन्छ। त्यही भएर मेरो अनुरोध पनि के छ र के यो सम्भव छ, पहिला त स्थानीय तहमा दिनु पर्यो। सबै नगरपालिका अथवा गाउँपालिकालाई आवश्यकता छैन, तर जसलाई छ उसलाई दिनु पर्यो। यो गलत समय र गलत तरिकालाई रोक्न हामीले के गर्नुपर्छ यति मात्र भनिदिनु पर्यो। थ्याङ्क यू। म उद्योग पर्यटन तथा वन मन्त्रालयबाट सहायक वनोद्गीत सुजित कुमार झा र म अहिले क्वेसन राख्दैछु डाक्टर किरण पौडेल सरलाई। चुरे भिक्टिमको हिसाबले म आफै पनि 1 बिघा खेत मेरो 15 वर्षदेखि बाँझो छ, उब्जनी हुन सकेको छैन। यो चुरे डिग्रेडेसनको कारणले सिल्टेसन भएर। र मेरो पहिलो क्वेसन, मास्टर प्लान चुरे गुरु योजनामा 74 सालको चुरे गुरु योजनामा मुख्य शत्रु 3वटा, आगलागी, चरीचरण र वन अतिक्रमण, यो क्लियर कट रूपमा मास्टर प्लानमा लेखिएको छ। यसमा बुदागत रूपमा 1, 2, 3 गरेर कति काम भयो, यहाँसँग जवाब चाहिएको छ। दोस्रो क्वेसन, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले प्रदेश सरकार र स्थानीय तहसँग के कति सहकार्य गरेर काम गरेको छ, 1, 2, 3 मा जवाब राखिदिन हुन अनुरोध गर्दछु। र तेस्रो क्वेसन डाक्टर साहबसँगै कि पहिला राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति गठन हुँदाखेरि डाक्टर विजय सिंह यही हुनुहुन्छ प्यानलमै, हामीसँग 87वटा कस्ट सेन्टरहरू थियो। भन्नाले सबै डिभिजन वन कार्यालय, चुरे तराई मधेस क्षेत्रको सबै डिभिजन वन कार्यालय, सबै भू संरक्षण कार्यालय, सबै वनस्पति कार्यालय, सबै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, सबै कृषि कार्यालय, सबै भेटनरी कार्यालय हाम्रो कोस्ट सेन्टरको रूपमा रहेको थियो। र जनताको घर दैलोसम्म चुरेको मेसेज पनि पुगेको थियो र कार्यक्रम पनि पुगेको थियो। त्यो अहिले पुगेको मैले देखेको छैन। यो यदि सही थियो भने त्यसलाई पुनः रिप्लिकेट किन भइरहेको छैन, यदि गलत थियो भने यहाँको के कति कारणले गलत थियो त्यसको जवाब चाहियो। हस्त, धन्यवाद। पनि यहाँलाई नै क्वेसन गर्नुभएको छ र उहाँ कर्मचारी सरले पनि गर्नुभएको छ। दुवैजनाको जवाब दिन हुन म अनुरोध गर्छु। पहिला म हाम्रो मेयर साहबको कुरा गरौँ। वास्तवमा हामीले मेयर साहबले भनेको कुरा म 100% एग्री गर्छु। अब अहिले हामीले चाहिँ हाम्रो गुरु योजनाको चाहिँ संशोधन गर्दैछौँ। विगत 5 वर्षसम्म काम गरेका, अघि सुजितजीले भनेको कुरा पनि यहीँ समेटिन्छ। अब विगतबाट चाहिँ हामीले सिक्ने हो। विगतमा फर्केर फेरि हामी जान पनि सकिँदैनौँ। ती विगतमा कतिपय कुराहरू गरिएका त्यसका राम्रा पक्ष पनि हुन्छन्, कतिपय नराम्रा कुराहरू नै हुँदै नयाँ गर्दै अगाडि जानका लागि चेन्ज पनि भएको हुन्छ। यी सबै सिकाइबाट चाहिँ अहिले हामी गुरु योजनाको परिमार्जन गर्दैछौँ। गुरु योजनाको परिमार्जन गर्ने मुख्य उद्देश्य पहिला चाहिँ गुरु योजना चाहिँ सङ्घीयता कार्यान्वयन हुनुभन्दा पहिल्यै बनेको, स्वीकृत सङ्घीयता कार्यान्वयन हुँदा भए पनि यसको पहिल्यै बनेको हुनाले सङ्घको मात्रै दायरा त्यहाँ व्याख्या गरिएको छ, प्रदेश र पालिकाको छैन, प्रश्न छैन। त्यही अब कसरी चाहिँ पालिका र प्रदेशसँग मिलेर हामी काम गर्ने, एउटा खालि यदि सरकारी निकाय मात्रै होइन, गैर सरकारी अरू चाहिँ सङ्घ संस्थाहरू, सामाजिक सङ्घ संस्थाहरू, इभन हामी हरेक मान्छे, हरेक पार्टी यो चाहिँ मिलेर काम गर्ने खालको मेकानिजम कसरी बनाउने भन्ने हिसाबमा संशोधनमा यहाँहरूले पनि सुझाव राख्नु भएको छ। हामीले यहाँ पनि आएर सुझाव लिएका छौँ। फेरि हामी छलफल गर्न पनि सक्छौँ। त्यो गर्दैछ र अब बन्ने मास्टर प्लानले यो कुरालाई एड्रेस गर्छ भन्ने मलाई लाग्छ। तर त्यो चाहिँ विज्ञ टिमलाई दिएका छौँ। विज्ञले यसलाई चाहिँ तर्कसहित, पुराना र अहिलेका चाहिँ नयाँ गर्नुपर्ने तर्कसहित त्यो आउँछ। कहिलेकाहीँ विज्ञले ल्याएको कुरा मेरो भावनासँग, मेरो विचारसँग नमिल्न सक्छ। तर अहिलेसँग छलफलको के छ भने यो पालिका, मुख्य पालिकालाई छोडेर डेभलपमेन्टका कामहरू, संरक्षणका कामहरू चाहिँ जान सकिँदैन। त्यो गयो भने त्यो दिगो हुँदैन। यो कुरो सबैले बुझेको छ, हामी सबैले बुझेका छौँ। मैले यहाँ आएपछि अलिक प्रष्टै बुझाएको छु। त्यस कारण यो कुरा चाहिँ गर्न चाहिँ हामी प्रयास गर्छौँ। तर मेरो एकल प्रयासले अथवा बोर्डको एकल प्रयासले यो हुन्छ भन्ने पनि लाग्दैन। यसको एप्रुभल सङ्घीय सरकारले गर्ने हो, त्यो मन्त्री परिषदले गर्ने हो। त्यो भित्र धेरै चाहिँ यसको टाउका काट्ने, खुट्टा काट्ने, थप्ने, यसलाई बलियो बनाउने अङ्गहरू बिच हुन्छ। तपाईँहरूलाई थाहा छ वन मन्त्रालय छ, अरू मन्त्रालय छ, यसले 2-3टा मन्त्रालयले रिभ्यू गर्छ र अन्तिममा क्याबिनेटले डिस्कसन गर्छ र अन्तिममा
संसदमा जानु परेन, क्याबिनेटले निर्णय गर्छ। तर मलाई के लाग्छ भने एउटा चाहिँ यत्रो 8-9 महिना लागेर एउटा 10-12 जना विज्ञ समूहले बनाएको अनि चाहिँ 50औं ठाउँमा चाहिँ कन्सल्टेसन गरेको त्यो आएको कुरा चाहिँ कहीँ एउटा टेबलमा मात्रै यताउति पार्न सकिँदैन भन्ने मलाई लाग्छ। तैपनि हामी आशा गरौँ यो हुन्छ। अर्को कुरो जनसमुदाय अहिले चाहिँ हिजो सुजितजीले त्यो पनि भन्नुहुन्छ, अहिले भन्नु भएन, यहाँ चाहिँ पहिला एनजिओहरूलाई मोबिलाइज गरिएको थियो, अहिले खोइ होइन, त्यो गर्नु जरुरी छ। वास्तवमा जनपरिचालन नभइकन यो चाहिँ काम सम्पन्न हुँदैन। अघि बिहान कुरा गरियो, बोर्डर तलको पालिकाहरूलाई माथि लहर चुरेमा भएको हानि नोक्सानी देखाउन पर्यो, तल बाढी कसरी आउँछ भन्ने कुरो। माथि नदेखाउँदा के भयो भने बजेट हामीले कन्भिन्सै गर्न सकेन। म एकचोटि दुधमती गएको थिएँ, अनि त्यहाँ के भन्नु भने सबै माथि छ भनेको, माथि कहाँ रहेछ भन्दा महेन्द्रनगरमा भएको बाँधको कुरा अथवा त्यहाँ तटबन्धको कुरा, त्यहाँ लगानीको कुरा तलको मान्छेले त एकदम पाहाडमा भन्छ। म चाहिँ पहिला यहीँ 32 वर्ष अगाडि यहीँबाट जागिर सुरु गरेको थिएँ क्या, जनकपुरमा त्यहाँ महेन्द्रनगरमा भनेको एकदम पाहाड छ। पाहाड कसलाई भनेर चाहिँ ढल्केभरलाई। मैले त पाहाड त उहाँ सिन्धुली उता हेरेको, महेन्द्रनगर तलकोले चाहिँ ढल्केभरलाई पाहाड भन्दो रहेछ। यो लेभलको बुझाइ हामी बिचको समस्या र यसको चाहिँ समस्याको ओरिजिन कहाँ छ, कहाँ समाधानका एक्सन गर्ने भन्ने कुरो हाम्रो बुझाइ पनि गर्छ। हामीले अब पालिका, प्रदेश, सङ्घ, अरू भनौँ न जे जति हामीसित अहिले कार्यालयहरू छन्, विषयगत कार्यालयहरू, अहिले एकाएक अघि मन्त्रीज्यूले भन्यो हामी 8वटा चाहिँ कार्यालय पुनर्स्थापना गर्न सक्दैन होला। जति छन् काम गर्नका लागि हामी पहिला छलफल गर्ने, सँगै हिँड्ने, पैसा आफूसित भएको रिसोर्स छुट्याउने, त्यो नै हो अहिलेको उपाय। फेरि हामीले के छ भने समस्या अर्कालाई देखाउने, आफू चाहिँ समस्या देखाइदिइसकेपछि फेरि छुट्टै बाटो हिँड्ने, त्यो प्रवृत्तिबाट नै हामी बाहिर निक्लनुपर्छ। म अभियन्ता साथीहरूलाई भने होइन, यो हाम्रो समग्र पोलिटिकल सिस्टम, हाम्रो सामाजिक सिस्टम, हाम्रो चाहिँ कर्मचारी तन्त्र, विज्ञ समूह, विज्ञले पनि विरोध गर्ने, उठाइदिने इस्यु, अनि त्यसपछि एउटा अभियानमा संलग्न नहुने, अभियानमा लाग्ने साथीहरू एकदमै खाइ नखाइ होइन हिँड्नु भएको छ, तर काम गर्ने बेला त्यहाँ सहभागी हुन नसकिने, यस्ता धेरै कुराहरू हामीले सुधार गर्नुपर्छ। यो हाम्रो क्षेत्र हो, हामीले गर्ने हो। सरकारी निकायहरू हाम्रा सहयोगी बनाउनलाई हामी लाग्ने हो। म जहाँ छु त्यहाँबाट चाहिँ म प्रयास गर्छु। यो हाम्रो चाहिँ पालिका प्रमुखज्यूले भनेको कुरामा हामी आज बिहानभरि पनि बिहान 3 बजेदेखि गफ गर्दै यो पालिका र प्रदेशलाई चुरेको यो समग्र फ्रेमवर्कमा कसरी ल्याउने, त्यो नल्याए त यो मास्टर प्लान रिभिजनको औचित्य हुन्न भनेर आयौँ। हाम्रो कुरा मिल्दै आयो हामी होइन। यो कुरा अरू यस्तो मिल्ने समूह बनाउँदै केन्द्र सरकारलाई जसले यसको एप्रुभल गर्छ उहाँहरूलाई कन्भिन्स गर्नुपर्छ। हामी सक्छौँ भन्ने मलाई लाग्छ। एउटा मैले चाहिँ सुजितजीको एन्सर गर्न पनि अलि सक्दिनँ जस्तो लाग्छ, किनभने यो आगलागी, चरीचरण, वन अतिक्रमण यसको म्यान्डेट राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको मात्रै हो र होइन, यो चाहिँ हाम्रो चाहिँ डिभिजनल वन कार्यालयको पनि छ, हाम्रो अरू सबै पब्लिकको पनि छ। त्यसकारण मास्टर प्लानमा लेखेको त छ, तर यो विषयगत कार्यालयले गर्छ भनेर हामीलाई 1 रुपियाँ पनि चुरेमा पैसै हालेको दिएको छैन। आगो नियन्त्रणमा, चरीचरणमा र वन अतिक्रमण लेखेको छ 15 वर्षभित्र शून्य बनाउने भनेको छ। वन अतिक्रमणको चाहिँ डिभिजन वन कार्यालय यत्रो अथोरिटी वन ऐनले दिएको छ, त्यो लिएर बस्दाखेरि पनि उहाँले सक्नु भएको छैन। कति ठुलो पोलिटिकल प्रेसर छ, पुलिस, आर्मी सबै जाँदाखेरि नि आज आगलाग सबै अतिक्रमण हटाउनुहुन्छ, भोलि 3 दिन पछाडि त्यहाँ आएको छ। यो सिचुएसनबाट हामी कोही अनभिज्ञ छौँ र छैनौँ नि। त्यसकारण यसमा सबैको सपोर्ट चाहिन्छ। त्यसकारण हिजो थियो, आज सबै अतिक्रमण बढो त्यो पनि होइन। हिजो नै अतिक्रमण थियो, अलिअलि अहिले पनि बढेको छ, तर हिजोदेखि अहिलेसम्मको हटाउनुपर्छ। कतिपय बस्ती यही तपाईँ भन्नुहोस्, यही चाहिँ बर्दिवासमा कति इन्फ्रास्ट्रक्चर अतिक्रमित वनले भन्ने अतिक्रमित क्षेत्रभित्र छ। सिङ्गो कैलालीको त्यो हाइवेको उत्तर दक्षिण जम्मै अतिक्रमित, हामीले भन्ने अतिक्रमित, वनको हिसाबले भन्ने अतिक्रमित छ। त्यसलाई चाहिँ व्यवस्थित बसोबासको समस्या छ। राजनीतिक रूपले यो कुराहरू चाहिँ समाधानको प्रयास पनि गरिएको पनि छ, हामीले सुनेका छौँ। तर यो राष्ट्रिय समस्या हो। यो चुरे विकास समितिले यो समस्या समाधान गर्ने विषय होइन र यसमा मैले चाहिँ एकदम प्रष्ट एन्सर पनि गर्न सक्दिनँ। सरी मन्त्रीज्यू, सबैजनाको आफ्नै समस्या छ, बाध्यताहरू छ, मजबुरी छ। उहाँ मेयर साहबले भन्नुभयो मलाई बजेट पनि त्यति धेरै चाहिँदैन, मलाई अधिकार दिनुहोस्, काम गर्न दिनुहोस्, म गर्न सक्छु, म गर्छु भनेर भन्नुभयो। अब उहाँको कुरा कसले सुन्दिने? उहाँले त प्रदेश सरकारलाई नै भन्ने हो। सङ्घीय सरकार
अधिकार दिनुहोस् भन्नुभयो त मैले त सुरुमा राखेँ बालु गिट्टी ठेक्का लगाउने अधिकार पालिकाको छ। निर्णय गर्नुहोस् न, त्यसमा 50% म त्यसैमा लगाउँछु, निर्णय गर्नुहोस्, काम गर्नुहोस्, सहयोग लिनुहोस्। प्राविधिक सहयोग हाम्रो भू जलाधार व्यवस्थापन कार्यालयले दिइहाल्छ, अरू निकायहरूले पनि सहयोग गर्छ। रह्यो अन्य व्यवस्थापन गर्नको लागि अब हामी के बुझेका छौँ भने कुरा गर्न जति सजिलो छ, कानुनी दायराहरू बिस्तारै संहितामा गएको छ देश। कानुनी कुराहरू अब कानुनहरू पनि बन्ने क्रममा छ, कति बनि पनि सकेको छ। यसलाई कार्यान्वयनको पार्ट अलिकति कमजोर छ। अहिले मानुस अब ठेक्का लगाउनु भयो, नगरपालिकाले ठेक्का लगाउनु छ, मापदण्ड त छ नि त, यो मापदण्ड अनुसार ठेक्का लगाउनुहोस् भने। अनि किन खनेको त त्यो मापदण्ड विपरीत कसले खन्या छ? बाहिरको मान्छेले खन्या छ, यहीँको ठेकदार खन्या छ। त्यसलाई कसले रोक्ने भन्दा प्रशासनिक निकायले रोक्ने हो। प्रशासनिक निकाय अब फोन गर्छन्, 2 घन्टामा पुग्छ, तबसम्म के गरिसकेका हुन्छ। त्यसकारण यो आफ्नो ठाउँबाट सबैजनाले इमान्दारीपूर्वक लाग्नु पर्यो। अहिले अधिकारको कुरा गर्नुभयो, चन्द्रेश्वरजीले राख्नुभयो कुरा, मैले सही कुरा राखेँ। अहिले म गएर ल यहाँ अहिले तपाईँको सिराहामा 2टा उद्योग खोला छ, सिमेन्ट उद्योग, त्यहाँ समस्या पनि भयो, आयोग पनि बन्यो, प्रतिवेदन पनि दियो, हामीले केही गर्न सक्दैनौँ। जसको अधिकार क्षेत्रभित्र पर्छ उसैले गर्ने हो त्यसलाई। अब अहिले हामी गएर उसलाई त्यो किन यसो गरिस् भन्न सक्दैनौँ, त्यो अधिकार त हामीसँग छैन। क्रेसर उद्योगहरूलाई पनि त्यही छ। त्यसकारण अहिले मेयर साहबले राख्नुभएको जायज कुरा हो। समयमा अब जतिखेर सुरु गर्नुपर्ने बेलामा सुरु गरिँदैन, त्यो सिधिसकेपछि खोलाले कटान गरिसकेपछि हामी त्यसको योजना बनाएर त केही हुँदैन। त्यसकारण उहाँको भावना ठिक हो, त्यसमा हाम्रो अध्यक्षजीले पनि कुरा राखिसक्नु भएको छ। उहाँहरू जुन ठेक्का लगाउनुहुन्छ त्यो ठेक्काको कति प्रतिशत तपाईँहरू त्यसैमा लगाउनुहोस्, त्यही काममा लगाउनुहोस्। अन्य सहयोगहरू पनि अन्य सङ्घ संस्थाहरूबाट पनि पालिकाहरूलाई दिइन्छ। हामी पनि दिइराखेका छौँ नि त। हामी पनि मानुस हाम्रो भू जलाधार व्यवस्थापन कार्यालयमा पनि त्यो कुराको लागि बजेट छ, समन्वय गरौँ। स्थानीय पालिका र हाम्रो कार्यालयसँग समन्वय गरेर उहाँहरूको 1 करोड बजेट छ भने हामी त्यो मानुस महोत्तरीको लागि 1 करोड होला, त 1 करोड त्यसैमा हामी समन्वय गरेर खर्च गरौँ। मिलाएर गर्दा अलि बढी काम देखिन्छ, बढी काम पनि गर्न सकिन्छ। समन्वय गऱ्यो भने हुनसक्छ। तर अधिकार जहाँ जहाँ छ, अब पालिकाको अधिकार हामीले अहिले गएर मध्य प्रदेश सरकारले अब त्यो भन्नै सक्दैनौँ। हेरिराखेका हुन्छौँ, एकदम उत्खनन गलत ढङ्गले गरिराखेका हुन्छ, हामी चिठी दिन सक्दैनौँ, रोक्न सक्दैनौँ। रोक्ने पनि उही हो, जसले ठेक्का लगाउँछ उसैले त्यसलाई रोक्नु पनि पर्यो। अबै ढङ्गले गरी उत्खनन भइराखेको छ भने त्यसको ठेक्का लगाउने मान्छेले रोक्नु पर्यो, राम्रोसँग ठेक्का लगाउनु पर्यो। अबै ढङ्गले जति छ त्यसलाई अब हामी त हेरिराखेका छौँ। चुनावमा आज जनताले कुरा उठाइरहेका छ नि, एउटा पालिकामा चुनावमा मेयर साहब कति खर्च गर्नुभयो मलाई थाहा छैन अब यसपालि, तर प्रत्येक मेयरहरूको त 2 करोड 3 करोड 4 करोड खर्च भएको छ। पहिले क्रेसर उद्योगवालाहरूले म भनेको मान्छौ भने सहयोग गर्छु भनेको छ। अब त्यही छ कुराकानी। क्रेसर उद्योगहरू बन्द गर्नलाई त पहिले त सबैले बुझ्नु पर्यो, क्रेसर उद्योगीहरूले बुझ्नु पर्यो, सरकारवालाले बुझ्नु पर्यो, सबै अब इमान्दारीपूर्वक लाग्नुपर्ने भयो। होइन भने यो कसले के गर्ने भन्दा पनि अब पनि हामी चेतेनौँ भने अब कुरा म त भनिहालेँ नि कि अब चुरे विनाश जुन भइराखेको छ, जसरी भइराखेको छ, यो मरुभूमि बन्छ। अनि सबैजना ठुल्ठुला पैसावालाहरू अमेरिकामा घर बनाइहाल्छ, घर बनाउन सकिन्छ। यो त यही प्रकारले विनाश हुने हो भने त 10 वर्ष 20 वर्षमा त मरुभूमि हुन्छ। त्यसकारण यसलाई अब हामी के गरिराखेका छौँ भने कहाँ कटान भएको छ, वृक्षारोपण गर्ने, तटबन्ध गर्ने, के गर्ने योजनामा अब उहाँ अध्यक्षजी लाग्नु भएको छ, किरण पौडेल उहाँको सबै, हामी पनि त्यही गरिराखेका छौँ। तर पहिले भने नि मैले, चुरे विनाश किन भइरहेको छ, क्वेसन त राम्रो थियो नि, कसरी, अब कसरी रोक्ने त्यसलाई? त त्यसकारण नीति बनाउनु पर्ने ठाउँमा जहाँ जहाँ फल्ट छ, गडबडी छ, त्यो सच्याउनु पर्यो। अब हामी चाहिँ बाटोघाटो खोल्यौँ भने मापदण्ड विपरीत बाटोघाटो खोल्न दिनु हुँदैन भन्नु पर्यो नि। जता मन लागेको छ, अब स्थानीय तहमा पैसा आएको छ,
बिना मापदण्ड बिना DPR को सिधै खन्याएको छ। सुक्खा पहिरो गएको छ नि तपाईँ चुरे रोक्न सक्नुहुन्छ? स्थानीय तहले पनि अब मापदण्ड विपरीत हामी काम गर्दैनौँ, कमिटमेन्ट गर्नु पर्यो, नीति विपरीत गर्दैनौँ भन्नु पर्यो। सबै निकायवालाहरूले कानुन बमोजिम कानुनलाई मजबुत गर्नु पर्यो अनि मात्रै हामी बचाउन सक्छौँ। धन्यवाद मन्त्रीज्यू। डाक्टर साहब, तपाईँ त एकजना स्वतन्त्र विज्ञ हुनुहुन्छ, नीति बनाउने व्यक्तिदेखि यहाँ तल्लो किसानसम्मलाई पनि देख्नु भएको छ यो चुरेसँग जोडेर। तपाईँ भनिदिनुहोस् न, कहाँनिर समस्या छ, ग्याप कहाँ छ, किन यो 3 तहको सरकारबिच समन्वय छैन चुरे बचाउने सवालमा? छोटोमा हामी के भन्छौँ भन्दाखेरि मधेसमा पाहुना मान्न जाँदाखेरि आफूसँग लुगा छैन भने हामी साथीको पनि लुगा लगाएर अलि सुकिलो लुगा लगाएर हामी जान्छौँ, हो कि होइन? यो चुरे समिति पनि त्यस्तै किसिमको अवस्थामा छ के विभिन्न ऐनहरूसँग चाहिँ मागेर त्यो भएको छ भन्दाखेरि चुरेको घोषणा संरक्षण क्षेत्र घोषणा भएको चाहिँ वातावरण ऐनअनुसार चाहिँ त्यो भएको छ, 2053 अनुसार चाहिँ भएको छ। समितिको गठन विकास समिति ऐन अन्तर्गत गठन भएको छ। वन मन्त्रालयले दिएको चाहिँ कर्मचारी मार्फत यो उहाँहरूको काम चाहिँ भइरहेको छ। उहाँहरूसँग सोद्धाखेरि वन मन्त्रालयबाट आउनुभएका साथीहरूसँगको छातीमा हात राखेर सोध्नुभयो भने उहाँहरूले के भन्छ भन्दाखेरि हाम्रो जिम्मेवारी भन्दाखेरि एकाउन्टेबिलिटी भन्छ होइन, हाम्रो प्रतिबद्धता वन मन्त्रालयप्रति छ, चुरे बोर्डप्रति म चाहिँ छैन। किन भन्दाखेरि उहाँको कामको मूल्याङ्कन वन मन्त्रालयले गर्ने गर्दछ। त्यसैले यसरी चाहिँ बनाउन त बनाइदियो समिति, तर यो किसिमको ऐन नभएको हुनाले चुरे संरक्षण ऐन भएको भए त्यसै अन्तर्गतको आफ्नो स्टाफ हुन्थ्यो, त्यसै अन्तर्गतको उहाँको प्रतिबद्धता हुन्थ्यो, त्यही अनुसार चुरे समितिले उहाँलाई चाहिँ कारबाही गर्ने अथवा पुरस्कार दिने व्यवस्था हुन्थ्यो। त्यसैले पहिलेदेखि नै हामी के भनिरहेछौँ भन्दाखेरि र अहिले पनि नेपाल सरकारले पोहोर सालको पनि 179 को बुँदा अनुसार बजेटको वक्तव्य अनुसार र यसपालिको बजेटको 124 बुँदा अनुसार बाहिर गिट्टी ढुङ्गा बालुवा चाहिँ प्रशोधन गरेर हुन त भनेको छ त्यो महाभारत हामी निकासी गर्छौँ भनेर भनेको छ। अब मैले चाहिँ पोहोर सालको 179 को बुँदालाई चाहिँ सबै के अरे त्यसलाई चाहिँ एनालिसिस गरेँ, विश्लेषण गरेर हेर्दाखेरि वास्तवमा त्यो त महाभारत चाहिँ छ, तर त्यो ठ्याक्कै एउटै पालिकाको अर्को वडामा छ है सबै। त्यही पालिकाको अब कुनै 2 नम्बर त्यो पालिका किनभने बिचबाट चुरे गएको छ, त्यसको ठिक सिरानबाट त्यो सबै जति छ 92वटा ठाउँबाट चाहिँ त्यो महाभारतको ठाउँबाट निकाल्ने भना चाहिँ थियो। त्यसमध्ये ललितपुरको एउटा गाउँपालिकाकोबाट चाहिँ 6वटाबाट मात्रै अलिकति टाढा छ, नभए सबै कहाँबाट छ भन्दाखेरि चुरेको ठिक सिरानबाट छ। अब त्यहाँबाट निकालेको गिटी ढुङ्गा बालुवा त्यो 30 देखि 40% त त्यो ढुङ्गा निस्केला, 60-70% तपाईँको यो सबै खालि के अरे त्यो माटोहरू मात्रै छ, विशुद्ध रूपमा त्यो ढुङ्गा खानी मात्रै छैन त्यहाँ। त्यो कस्तो हुने भयो भने त्यो जिउबाट चाहिँ हाड निकालिसकेपछि तपाईँको मासुको डल्लो जस्तो मात्रै बस्छ र त्यो सबै बगाएर मधेसमा ल्याउने हो, मधेसमा थुपार्ने हो। त्यसैले यो इकोसिस्टमलाई चाहिँ डिस्टर्ब गर्ने कुराहरू भएको हुनाले र तराई मधेसलाई मरुभूमिकरणतर्फ थप धकेल्ने यो नेपाल सरकारको यो बाहिर त गिट्टी ढुङ्गा बालुवा निकालेर केही बजेट घाटा कम होला भने चाहिँ
मैले विश्वास लिएको चाहिँ छैन। त्यसैले यसमा अब पक्कै पनि निकाल्छ। यसमा हामी मिडियाका साथीहरू, विभिन्न सङ्घ संस्थाहरू, यसमा लाग्ने सङ्घ संस्थाहरूलाई पनि सतर्क भएर बस्नुहोस्। अब 10 ट्रक 20 ट्रक चाहिँ उता त्यहाँबाट निकाल्ला, 50 ट्रक त फेरि चुरेबाटै मिसाउलान्। त्यसैले यसमा चाहिँ सतर्क हुनुहोस्। त्यसैले नेपाल सरकारले बजेट पनि पास भइसक्यो। त्यसैले यो पक्कै पनि अब ढिलो चाँडो उहाँहरूले निकाल्नुहुन्छ, किनभने त्यसमा चाहिँ अलिकति हामी सबैजना सतर्क हुनुपर्छ भनेर भनेको हो। र मैले चाहिँ यसमा सुरुदेखि नै निवेदन के गर्न खोजेको भन्दाखेरि माथिदेखि पहिले ऐन बनाउनुहोस्, चुरे संरक्षण समितिलाई चाहिँ संस्थागत गर्नेतर्फ चाहिँ प्रयास होस्। त्यो नभइकन हुँदैन, किनभने एकजना कुनै न कुनै संस्था एउटा डोर्याउने चाहिँ बाटो चाहिन्छ, नभए एकजना अगुवा नभइकन हुँदैन। यसमा म स्पष्ट पार्न चाहन्छु, डिएफओ साहबहरूलाई र वनका पदाधिकारीज्यूहरूलाई पनि स्पष्ट पार्न चाहन्छौँ, वनको अधिकार, सामुदायिक वनको अधिकार, राष्ट्रिय निकुञ्जको अधिकारलाई कुनै प्रतिकूल चाहिँ असर पार्दैन। मूल उद्देश्य भारत निकासी जुन गिट्टी ढुङ्गा बालुवाको छ त्यो हाम्रै आवश्यकता परिपूर्ति गर्न त हामीलाई गाह्रो छ भन्दाखेरि भारतको आवश्यकता परिपूर्ति गर्न नेपालले चाहिँ कुनै शर्तमा सक्दैन। उहाँले माग्नु स्वाभाविक हो, हामीले अस्वाभाविक मानेका छैनौँ। तर त्यसलाई निकासी गर्नुभन्दा पहिले नेपालले 10 पटक सोच्नु पर्थ्यो। तर जुनसुकै सरकार आए पनि तुई जोगी सबै काम चिरेकै जस्तो भयो। पोहोर सालको सरकार पनि उस्तै थियो, यसपालिको पनि भयभरको सबै त्यो गरेको त्यस्तै किसिमको भयो। धन्यवाद। त्यही हो। हामीसँग अब समय सीमा पनि एकदमै कम छ। अन्त्यमा अन्तिम 3 जना सहभागी लिन्छौँ हामी। धेरै हातहरू उठिरहेको देखिरहेको छु। मेरो क्वेसन माननीय मन्त्रीज्यूसँग छ। मेरो नाम चाहिँ विकास कुमार यादव हो, घर रौतहट, देउराली मावि कलेजमा फोरेस्ट्री साइन्स पढ्ने फाइनल इयरमा स्टुडेन्ट छु। चुरेलाई संरक्षण गर्नको लागि हाम्रो मध्य प्रदेशको सरकारले यसपालिको आर्थिक वर्षमा के कस्ता योजनाहरू बनाएको छ, अनि त्यो त्यसमा हाम्रो मध्य सरकारको माननीय मन्त्रीज्यूको व्यक्तिगत योगदानहरू कस्तो प्रकारको रहनेछ यस सालको आर्थिक वर्षमा। अनि अर्को छ एउटा विजय सरसँग पनि के निजगढ इन्टरनेसनल एयरपोर्ट बन्दाखेरि हाम्रो चुरे क्षेत्रलाई कुनै किसिमको असर पार्छ। नमस्कार, म श्रवण सिलवाल, म देउराली मावि विद्यालय डिप्लोमा इन फरेस्ट्री 2nd इयरको स्टुडेन्ट हो। मेरो प्रश्न श्री वन मन्त्रीज्यूलाई रहेको छ। मलाई मेरो वन जङ्गलको माया लाग्छ। कुनै पनि गभर्मेन्टले गरेको विकासको काम भने त्यो काम गर्दाखेरि वनलाई क्षति गरिएको छ। रोड बनाऊँ रुख काट्ने, कुनै पनि विद्युतको पोल हालौँ रुख काट्ने, सरकारी भवन बनाऊँ रुख काट्ने। यसले गर्दा हाम्रो वन जङ्गलमा रहेका विभिन्न रुख जडीबुटी लोप हुँदै गएको छ। यस्तो प्रक्रियालाई हामीले कसरी हटाउने, यसको समाधान कसरी गर्ने, विकासको नाममा गरिएको जङ्गल फडानी कसरी हटाउने। उदाहरणको लागि हामी निजगढ फास्ट ट्र्याक लिन सक्छौँ। यसको लम्बाइ 76.5 किलोमिटर रहेको छ। अन्य रोड हुँदा फास्ट ट्र्याक किन खोलियो? फास्ट ट्र्याक खोल्नु भन्दा हामीले खेतीयोग्य जमिन पनि बनाउन सक्थ्यौँ। फास्ट ट्र्याकले गर्दाखेरि 76.5 किलोमिटरको वन जङ्गल नष्ट भएको छ। यसरी विकासको लागि वन जङ्गल फडान गरिएमा हामीले कसरी नेपालको धन हरियो वन भनिने? मेरो नाम राजकुमार लामा, मेरो घर चाहिँ सर्लाही हो। म चाहिँ यहाँ श्री देउराली माध्यमिक विद्यालयको फरेस्ट्री दोस्रो तर्फमा अध्ययनरत विद्यार्थी हो। मेरो प्रश्न वन मन्त्रीज्यू माननीय वन मन्त्रीज्यूलाई छ। छोटो प्रश्न छ। चुरे क्षेत्रमा रहेको वन तथा चुरे क्षेत्र अवैध रूपमा त्यहाँको वन फडानी हुने र तल्लो तहका सरकारी तल्लो तहका वन पदाधिकारी र तस्करीहरूको भित्र मिलोमत र सहमतिमा कानुन विपरीत व्यापार भइरहेको छ र यसलाई चाहिँ आगामी दिनमा चाहिँ कसरी नियन्त्रण र समाधान गर्नुहुन्छ? यो चाहिँ
वन मन्त्रीज्यूसँग चाहिँ प्रश्न छ। धन्यवाद। मेरो पहिलो प्रश्न चाहिँ माननीय हाम्रो मन्त्रीज्यूसँग भूमि ऐन 2069 बमोजिम चाहिँ भूमिहीन सुकुम्बासी अव्यवस्थितको नाममा चाहिँ वन जङ्गल अतिक्रमित हुँदैछ र वन जङ्गल बाढिँदैछ। यस सन्दर्भमा प्रदेश सरकारको कस्तो बुझाइ रहेको छ, पहिलो प्रश्न। दोस्रो प्रश्न हाम्रो डाक्टर विजय कुमार सरसँग, अहिले हामीसँग वन ऐन 2076, प्रदेश वन ऐन 2077 र भू तथा जलाधार संरक्षण ऐन 2039 रहेको छ। यो ऐन हुँदाहुँदै अहिले चुरे ऐनको आवश्यकता किन? धन्यवाद। सबैजनालाई हार्दिक नमस्कार। म नागदेव यादव, प्रेसिडेन्ट CDFN बर्दिवास महोत्तरी। नेपालको 7वटा प्रदेशमा गरेर करिब 37वटा जिल्लामा चुरे भूभाग पर्छ, जहाँ प्रत्यक्ष रूपमा 325वटा चाहिँ पालिकाहरूको पनि भूभाग पर्दछ र 164वटा रिभर सिस्टममा हामी काम गरिराखेका छौँ र तराईको लाइफ लाइनको रूपमा चुरे रहेको छ। यति महत्त्वपूर्ण मुद्दा र यति चुरे संवेदनशील क्षेत्र सबै तहका सरकार, सबै सरोकारवाला सङ्घ संस्था, नागरिक समाजले बुझ्दा बुझ्दै पनि विभिन्न नेसनल इन्टरनेसनल कार्यक्रमहरूमा, सार्वजनिक फर्महरूमा चुरे संरक्षणको लागि अब लामो समय भइसक्यो। कति दिनसम्म वातावरण संरक्षण ऐन र वन ऐनको साब्टी लिएर चुरे संरक्षण गर्ने प्रश्न पनि उठिराखेको छ, जवाफ पनि आइराखेको अवस्था छ। तर किन यो चुरे संरक्षणको छुट्टै ऐनको व्यवस्था भइराखेको छैन? र हामीलाई के लाग्छ, यदि साँच्चैकै चुरेप्रति हामी संवेदनशील यदि बन्न चाहन्छौँ र यो चुरेको संवेदनशीलतालाई बुझ्न चाहन्छौँ, यसको रक्षा गर्न चाहन्छौँ भने जति छिटो हुन्छ सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको तहमा पनि यसको एउटा छुट्टै ऐनको व्यवस्था हुन चाहिँ अत्यन्तै जरुरी छ। दोस्रो कुरो, गत वर्षको सङ्घीय सरकारको नीति तथा बजेट कार्यक्रममा 179 बुदामा र यस वर्षको पनि हाल सरकारले सङ्घीय सरकारको नीति कार्यक्रम र बजेटमा प्रस्तुत हुँदाखेरि 124 को बुदामा यो घाटाहरूलाई परिपूर्ति गर्नको लागि गिटी बालुवा नेपालबाट भारत निकासी गर्ने जुन निर्णय भएको छ, यो निर्णयको त्यति बेला पनि हामी सरोकारवालाहरूले कड़ा रूपमा यसलाई हामीले चाहिँ प्रतिकार गर्यौँ। विभिन्न भर्चुअल मिटिङहरूबाट यसको चाहिँ हामीले आवाज उठायौँ र धेरै अदालतमा गएर धेरै किसिमका यसको विषयमा बहसहरू पनि भयो र अन्तिममा अदालतबाट यसलाई चाहिँ रोकिने काम पनि भयो। यसमा म के आग्रह गर्न चाहन्छु, यसपालि पनि जुन 124 बुदामा सरकारले जुन यो निर्णय गरेको छ, यो कसरी हुन्छ? यो राष्ट्रको हितमा छैन, चुरेको हितमा छैन, थोरै मुनाफाको लागि धेरै ठुलो क्षति हुन्छ। यसलाई फिर्ता लिनुपर्छ भन्ने आग्रह हो। र यसलाई मैले कसरी संज्ञा दिएको छु, आमाको मृगौला बेचेर, जन्म दिने आमाको मृगौला बेचेर श्रीमतीको गहना किन्ने जस्तै मैले यसलाई संज्ञा दिएको छु। त्यसकारण यस्तो महत्त्वपूर्ण मुद्दालाई, चुरेको संवेदनशीलतालाई बुझेर तिनै तहको सरकारसँग आग्रह छ, यो चाहिँ अहिलेको जुन यो बुदामा व्यवस्था गरिएको छ, यसलाई संशोधन गरेर छिटोभन्दा छिटो यसको संशोधन गरियोस् भन्ने आग्रह छ। धन्यवाद। म राजकिशोर सलेता, कमला नगरपालिका, कमला छेउ, कमला अभियन्ता। वास्तवमा यो नीति बन्दाखेरि चुरे संरक्षण साथसाथै र हाम्रो यो वनबाट र चुरेबाट जुन निकासी भएको छ पशु पन्छीहरू जस्तै बँदेल र नीलगाई, त्यसको जुन हाम्रो किसानलाई उत्पादन गरेको यो 2 नम्बर प्रदेश जुन अन्नको भण्डारको हिसाबले चिनिएको छ, त्योलाई संरक्षण गर्नलाई यो नीति कार्यक्रममा के व्यवस्था छ? हाम्रो माननीय मन्त्रीज्यू र हाम्रो चुरे संरक्षणका हाम्रो डाक्टर साहब किरण सरलाई, त्यसै गरी जुन हाम्रो कृषि मन्त्रालयबाट बगर खेतीको लागि अनुदान दिएको छ, त्योलाई संरक्षण कसरी गर्ने, त्यसबाट कसरी जोगाउने, बढीभन्दा बढी उत्पादन र स्वच्छ हामी तरकारी र वा फलफुलहरू कसरी बजारसम्म व्यवस्थापन गर्ने। धन्यवाद, नमस्कार।
आजको यस कार्यक्रमको आयोजकको नाताले पनि हामीसँग उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवज्यू पनि हुनुहुन्छ। उहाँलाई माइक दिन म अनुरोध गर्दछु। र एकदमै राम्रो रौतहटको युवा विकासजीले प्रश्न गर्नुभएको छ, एकदमै मधुर स्वरमा गर्नुभयो, तर महत्त्वपूर्ण सवाल थियो सर। तपाईँ मन्त्रालयको सचिवको नाताले पनि आफ्ना दुई कुरा आयोजकको रूपमा राख्नुभन्दा अगाडि उहाँले के सोध्नु भएको छ भने चुरे संरक्षणलाई दृष्टिगत गरेर यस आर्थिक वर्षमा कस्तो बजेट आएको छ, नीति तथा कार्यक्रममा के कति कुराहरू तपाईँहरूले राख्नु भएको छ, यस विषयमा पनि प्रश्न पारिदिनु होला। धन्यवाद। रौतहटवासी एकजना विद्यार्थीले सोध्नु भएको छ, विकास भाइले। यो वर्षको मध्य प्रदेश सरकारको नीति तथा कार्यक्रममा चुरे भनेको मधेसको जीवनको मापदण्ड हो भन्ने कुरा चुरे सरकारले लिएको छ र चुरे जोगाउँ मधेस बचाउँ भन्ने मूल धारा नै सरकारको नीति तथा कार्यक्रममा परेको र त्यसै गरी चुरे संरक्षण गर्नको लागि वन कार्यालयहरू, जलाधार भू संरक्षण तथा जलाधार कार्यालयहरू मार्फत कार्यक्रमहरू कार्यान्वयन गरिने, विभिन्न स्थानीय तहहरूसँग समन्वय गरेर चुरे संरक्षणसँग सम्बन्धित क्रियाकलापहरू कार्यान्वयन गरिने र अन्य निकायहरूसँग समन्वय गरेर काम गरिने भन्ने कुरा सरकारको नीति कार्यक्रम र पछिको बजेटमा पनि आएको छ। त्यसले के अर्थ राख्छ भने मधेस सरकारको एकल बजेटले मात्र नभएर त्यो एकल बजेटको साथमा अन्य निकायहरू, यहाँ अहिले हामीले पनि धेरै निकायहरू यो ब्यानरमा देखिराखेका छौँ। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, चुरेसँग सम्बन्धित अन्य निकायहरू, गैर सरकारी क्षेत्रका निकायहरू, विभिन्न विश्वविद्यालय, विभिन्न सामुदायिक संस्थाहरू, ती सबैसँग मिलेर थोरै बजेटमा धेरै प्रयास गरेर चुरे संरक्षणका कामहरू मधेस सरकारले गर्नेछ। त्यो प्रतिबद्धता मधेस सरकारको नीति तथा कार्यक्रममा आएको छ। यो कुरा मैले विकास यादवजीलाई बताउन चाहेँ। धन्यवाद सचिवज्यू। अब अधिकांश प्रश्नहरू मन्त्रीज्यूसँग थियो। एकजना युवाले राख्नु भएको थियो, यो वन तस्करहरूसँगको आन्तरिक मिलीभगत कहिलेसम्म हामी बर्दाश्त गर्ने, मधेस सरकारले के गर्दैछ, प्रदेश सरकारले के गर्दैछ भन्ने कुरा सहितको आफ्ना जवाफहरू राख्दिन म मन्त्रीज्यूलाई आग्रह गर्दछु। धन्यवाद। अब यो विकास निर्माणको कुरा पनि उठाउनु भएको थियो। फास्ट ट्र्याक खोल्ने, त्यत्रो रुख कटान गरेर किन खोलेको, त्योभन्दा विकल्प थियो भने त्यो गर्दा हुन्थ्यो भने पनि राख्नुभयो। मलाई लाग्छ यो धेरै राम्रो क्वेसन, धेरै राम्रो कुरा हो। अब त्यहीँनिर निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरा थियो, त्यहाँ पनि रोक लगा, अहिले सर्वोच्च अदालतले रोक लगाएको छ। जहाँसम्म अहिले हामी भन्यौँ कि विकास कतै कतै, अहिले विकसित मुलुकहरूमा हाम्रो यो मुलुक त अलि सानो छ, एउटा अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा, एउटा अहिले बल्ल पोखरामा सुरु। विकासको लागि अन्तर्राष्ट्रिय विमानस्थल पनि चाहिन्छ, फास्ट ट्र्याक पनि चाहिन्छ, सडक बाटोहरू पनि चाहिन्छ, तर सकभर शब्द किन प्रयोग गरेको हुँ भने अब अहिले जति कृषि योग्य जमिन छ यो मधेसमा हेर्नुभयो भने अहिले ढल्केबाट जानु भने चारैतिरबाट यताबाट अरुण, तेस्रो, यताबाट कुन सिधै तारै तार देखिन्छ। अब के गर्ने, अब सङ्घीय सरकार होस्, अन्य सरकारवाला सबै अब चाहिने कुरा भन्दा पनि अब तारै तार छ, पोलै पोल छ। अब यतैबाट अहिले रेलवे ट्र्याक खोलेको छ, त्यो पनि खेतीयोग्य जमिनै विनाश भएको छ। सबै ठाउँमा यही मधेसमा खेतीयोग्य जमिनै नाश भएर वन जङ्गलै फरान भएर विकास हुने हो। त्यस कारण कम्तीमा त्यो कुरालाई ख्याल गरी जतिखेर डिपिआर बनाउने बेलामा फास्ट ट्र्याक खोल्नुभन्दा, अब त खोल्ने काम त अगाडि बढिसकेको छ, खोल्नुभन्दा अगाडि नै कति विनाश हुन्छ, वन जङ्गल पर्यावरण कति विनाश हुन्छ, सकभर त्यसको विकल्प छ भने विकल्पमा जानुपर्छ। विनाशै गरेर विकास गर्नु राम्रो होइन। त्यो अहिले हामी फास्ट ट्र्याक खोल्छौँ, विनाश भएर हेरिराखेका छौँ, अवस्था जलवायु परिवर्तनदेखि लिएर के समस्याहरू भइराखेका छ। त विनाश गर्नु हुँदैन, विनाशबाट जोगाउनुपर्छ। यो हाम्रो मान्यता हो, सबैको मान्यता पनि रहनुपर्छ। तर विकास फेरि चाहिने कुरा पनि हो, त्यसको विकल्प सहितको विकासमा जानुपर्छ भन्ने मेरो भनाइ। अर्को अब यो अलिकति माथिल्लो त भन्नु भएन, कम्तीमा तल्लै कर्मचारीहरू मिलोमतो गर्छ भन्नुभयो तस्करहरूसँग, राम्रै।
माथिल्लो या तल्लो भन्दा पनि हुनु हुँदैन। अहिले हामी हेर्छौँ अहिले सबभन्दा कडा कानुन वनकै हो, ज्यान मुद्दा भन्दा पनि गाह्रो छ। अहिले हामी हेर्छौँ जताततै अब यतातिर हाम्रो धार्मिक संस्कृति अनुसार पनि कति मरणहरणमा खोलाको छेउमा जाँदैन दाह संस्कार गर्न, चाहिने भनेको वन क्षेत्रमै जान्छ। पहिले भन्छ थोरै दिनुस् न, पहिले हामीलाई कोही छ भने निर्देशकलाई भन्न जानुहुन्छ, डेफो साहेबलाई भन्न जानुहुन्छ, के गर्ने संस्कृति छन्, हामी खोला छेउमा त जाँदैनौँ, थोरै दिनुस् भन्नुहुन्छ। थोरै जग्गा दियो त्यहाँ फेरि के मन्दिर बनाउन थाल्नुहुन्छ, मन्दिर बनाउन त्यहाँ घर बनाउन सुरु गर्नुहुन्छ। यो समस्या छ। हेर्नुहोस् अब यसको विकल्प के गर्नु, विकल्पमा कसरी जाने? बिस्तारै बिस्तारै हरेक धर्म संस्कृतिहरूले त्यहाँ मन्दिरहरू ठुल्ठुला मन्दिर बनाइदिने समस्याहरू छ। सर्लाहीमा रौतहटमा मलाई निर्देशकजीले भन्नुहुन्छ अहिले पनि उतातिर बाराको एउटा ठाउँमा ठुलो समस्या छ। अहिले पनि कति ठाउँमा मुद्दा परिरहेको अवस्था छ। हामीलाई भन्नुहुन्छ तपाईँहरू विकासमा बजेट पठाइदिनुहुन्छ मन्दिरको लागि, मन्दिरै बनाउन दिँदैन भन्छ। अब जङ्गलैमा वनै रुखै काटेर मन्दिर बनाउन त हामीले भनेका छैनौँ। सकभर मन्दिर बनाउनुहोस्, विकास गर्नुहोस्, तर हामी वन जङ्गललाई विनाश नगरौँ भन्ने हो मान्यता। र अहिले जुन तस्करको कुरा गर्नुभयो मिलो मतो गर्नु हुँदैन। डेफो साहबहरू यहीँ हुनुहुन्छ, निर्देशकजी हुनुहुन्छ, हाम्रो मन्त्रालयको सचिव यहीँ हुनुहुन्छ। कतै त्यो समस्याहरू छ भने त्यो कुराहरू एकदम राम्रो कुरा गर्नुभयो, उठाउनुभयो, त्यो कुरा तुरुन्तै जानकारी गराउनुहोस्। कतै बदमासी गरिरहेको छ भने हाम्रो मन्त्रालयको कुनै कर्मचारीले इभन कोही व्यक्ति तस्करसँग मिलोमतो गरेर काठको तस्करी गरिरहेको छ भने हामीलाई पनि जानकारी गराउनुहोस्, हामी तुरुन्तै त्यसलाई कारबाही गर्छौँ, रोक्छौँ पनि, गरि पनि राखेका छौँ। कहीँ त्यस्तो आइरहेको छैन, कति कर्मचारीले कारबाही पनि भएको छ, यो बिचमा गरेका छौँ हामीले। तर यसलाई सुदिन भन्यो नि माथिबाटै अलिअलि समस्या छ। अब कोही कर्मचारीलाई कारबाही गर्न थाल्यौँ कतैबाट तुरुन्तै फोन आइहाल्छ, भनिहाल्छ यसपालि छोडिदिनुहोस्, अब फेरि बदमासी गरेर कारबाही गर्नु होला, फेरि फोन आइहाल्छ। अब यही समाजको व्यक्ति न हो, कोही तपाईँको दाजु पर्ला, कोही कसैको काका पर्ला, कोही कसैको भाइ पर्ला, दौडेर आइहाल्नुहुन्छ मन्त्रालयमा, यसपालि पहिलो पटक हो छोडिदिनुहोस्, अब बदमासी गर्यो भने बरु कारबाही गर्नु होला। यस्तै यस्तै अलिकति सामाजिक कुराहरू आइहाल्छ। यसलाई निरुत्साहित गर्नुपर्छ, यसलाई बन्द गर्नुपर्छ। उसलाई पनि समाजमा हामी भन्छौँ नि कहिलेकाहीँ, अहिले हेर्दैछौँ नि त लागु दुर्व्यसनीको कुरा, त्यसलाई पक्रेर थुनामा राख्ने मात्रै हो र त्यो समाधानको उपाय हो? हामी रुख काट्नु हुँदैन। अब हेर्छौँ जो एकदम हात मुख जोड्ने समस्या हुन्छ कहिलेकाहीँ भन्छ होइन भने रोजगारी दिनुहोस् भन्छ। तपाईँ ठुलो काठ काट्नेलाई पक्रिनुहुन्न, हामी एउटा दाउरा ल्याउने मान्छेलाई पक्रिनुहुन्छ, कारवाही गर्नुहुन्छ भन्छ। हामीनिर पुगिहाल्दो रहेछ। साइकलमा अलिकति दाउरा लिएर जानेलाई पनि पक्रिहाल्दो रहेछ, फेरि त त्यो पनि रुखै हो। अनि हामीलाई दिनुहोस्, रोजगार दिनु, होइन भने खाना पैसा दिनुहोस् भन्छ उनले। अब कतिजनालाई त्यो समस्या छ, तर त्यो हात मुख जोड्नलाई समस्या छ भने रुखै काटेर त्यो समाधान गर्नुहोस् भन्ने होइन। विकल्प खोज्नु पर्यो। रोजगारी छैन भने अन्य अन्य विकल्पमा रोजगारीमा जानु पर्यो। रुख काट्नु हुँदैन, यो अपराध हो, यो हामीलाई घाटा छ, यो भोलि हामीलाई समस्या उत्पन्न गर्छ भन्ने कुरा हामी सामाजिक स्तरमा, जस्तै विद्यार्थी भाइ बहिनीहरू अहिले हुनुहुन्छ, पढ्दै हुनुहुन्छ, तपाईँ अब गाउँमा जानुहुन्छ, सिकाउनुहोस्, सबैलाई भन्नुहोस् यो अपराध गर्नु हुँदैन, तस्करहरूलाई सहयोग गर्नु हुँदैन। कार्यक्रममा जसरी बोल्नुभयो अन्य अन्य कार्यक्रमहरूमा पनि बोल्नुहोस्। काठ तस्करी गर्नु भनेको अपराध हो, ज्यान मार्नुभन्दा पनि ठुलो अपराध हो भन्नुहोस्, बुझाउनुहोस्। सबैजनाले बुझ्नु पर्यो। बिस्तारै अलिकति पहिले जस्तो छैन, अलिक कम भएको छ। अहिले त हामी हेर्थ्यौँ पहिले पुरै बन्दुकै लिएर दक्षिणतिरको मान्छेहरू हात हतियार लिएर आउँथ्यो, भिडिहाल्थ्यो। हाम्रो अब वन कार्यालयका डेफोहरूसँग थोरै हतियार हुन्थ्यो, त्यहाँ समूहका समूह ठुल्ठुलो हतियार लिएर आइहाल्थ्यो। झगडा भएको, कहिलेकाहीँ मान्छे घाइते भएको पनि हामी सुनेकै छौँ नि त। त्यो समस्याहरू छ, त्यसलाई हामी बिस्तारै निरुत्साहित गर्दै गइराखेका छौँ। कारवाहीको दायरामा पनि ल्याइराखेका छौँ। हाम्रै मन्त्रालय यदि कर्मचारीहरू तल होस् या माथिहरू कोही कर्मचारी तस्करसँग मिलेको सूचना तपाईँहरूसँग होला भने डेफो साहेबहरूलाई, हाम्रो सचिवजीलाई, इभन मलाई पनि जानकारी गराउनुहोस्। हामी त्यो कुरालाई
एकदम कडाका साथ कारबाही गर्छु। धन्यवाद। एउटा अर्को पनि क्वेसन आएको छ। हाम्रो प्रदेश या मेचीदेखि महाकालीसम्म नदीनालाहरूमा सुक्खायाममा 100वटा नदीमा 20वटा नदीमा मात्र पानीको बहाव हुन्छ, 80वटा नदीमा पानी आउँदैन। त्यसको लागि के गर्न सकिन्छ? गाईबस्तु जीवजन्तुहरू पनि पानीमा बगेर मर्ने बाध्यता छ। सुक्खा नदीलाई ड्याम बनाएर पानी जम्मा गर्ने कि अर्को कुनै विकल्प छ भनेर एउटा क्वेसन सहित यहाँसँग सम्बन्धित क्वेसनको जवाफको लागि म यहाँलाई आग्रह गर्दछु। धन्यवाद। यो क्वेसन त निकै कठिन छ। चुरेबाट बगेका नदीहरूमा पानी देखिँदैन धेरैमा, तर पनि त्यो केही ठाउँमा पानी माथि हुन्छ, भाबरमा आएपछि पानी लुकेर जान्छ, तल फेरि भाबर सिद्धिएपछि जुन तराईको मैदान हुन्छ जुन हामीलाई त्यहाँ फेरि पानी देखिन्छ। त्यस कारण कति खोलामा पानी नै छैन भन्ने होइन, तर थोरै पानी चाहिँ बगेको हुन्छ। त्यही थोरै पानी पनि प्रयोग गर्न लायकको हुँदैन भाबर क्षेत्रमा, जस्तै यो बर्दिवास जस्तो क्षेत्रमा, ढल्केबर जस्तो क्षेत्रमा होइन, त्यसको आसपासका अब महेन्द्रनगरभन्दा माथि चुरेको फेदीबाट तल त्यस्तो हुन्छ। त्यस कारण त्यो पानीको पनि उपयोग गर्ने हामीले प्रक्रिया सुरु गरेका छौँ। अब यही रातुमा पनि छ, अनि हामीले चाहिँ अम्लेखगञ्जमा त ठुलो पानी स्रोत पनि गरेका छौँ। त्यस कारण त्यो भएको पानीलाई पनि उपयोग गर्ने प्रक्रिया गर्न सकिन्छ। अहिले समग्र कसरी पानी ल्याउने भन्ने सन्दर्भमा हामीले भूमिगत पानी पुनर्भरण गर्ने हिसाबमै ठुला चाहिँ यो क्षेत्रभित्र, चुरे क्षेत्रभित्र त्योभन्दा माथि पनि पोखरी निर्माण गरियो भने भूमिगत पानी चाहिँ पुनर्भरण हुन्छ। अहिले हाम्रो जोड त्यो छ, सकेसम्म चाहिँ ठुला पोखरी निर्माण गरौँ, बर्खा परेको पानीलाई भूमिगत पुनर्भरणका लागि चाहिँ हुने गरी मद्दत पुर्याउँ भन्ने छ। त्यस कारण त्यो गर्नुपर्छ। यो सजिलो छैन, तर हामीले त्यसमा ठुलो मेहनत गऱ्यौँ भने यो सफल पनि हुन्छौँ भन्ने मलाई लाग्छ। यो क्वेसन अलिकति एक दुईवटा अगाडि छुटेका पनि म मेन्सन गर्छु। अघि मापदण्डको कुरा गर्नुभयो हाम्रो एकजना भाइले। वास्तवमा अस्ति 30 गते मापदण्ड परिवर्तन भएछ, 2 गते चुरे संरक्षण दिवसका दिन त्यो सरकारले घोषणै गर्यो भएन, पब्लिस गर्यो यो सामान्य प्रशासन तर स्थानीय विकास मन्त्रालयले। त्यसमा तपाईँले ल्याएका माप भनेका कुराहरू छन्। त्यसमा चाहिँ सरकारवाला जस्तै चुरे पनि हो नि बोर्ड, हामीसित कुनै छलफल होइन। यो विशालजीले भनेपछि मैले थाहा पाएँ, भनेपछि त्यो सूचना आइसकेको छ। यो प्रक्रिया अहिले पनि नेपाल सरकारका, प्रदेश सरकारका, हामी पालिका तिनटै तहसँग अझै पनि आफ्नै भित्र पनि छलफल हुने रहन्छ भन्ने कुरो अब बुझ्नुपर्ने भयो। यो चिज सुधार गर्नुपर्छ। अब त्यसको चाहिँ म विरोध गरौँ यो अहिले मिल्दैन, तर यो चिजले चाहिँ चुरे संरक्षण हुँदैन भन्ने कुरो हरेक ठाउँमा हामीले राख्नुपर्छ। तपाईँहरूले राख्नुपर्छ, हामीले पनि हाम्रो हिसाबले त्यो ठाउँमा राख्नुपर्छ। तपाईँले उठाउनु भएको कुरा यो सही छ। चुरेको भिजिबिलिटी अलि भएन, देखिएन भन्ने कुरा पनि म बिहानैदेखि एग्री गरियो, तर यसलाई समुदायसम्म पुर्याउने हामी सबै नलागेसम्म वास्तवमा यसको उपलब्धि देखिन्छ भन्ने पनि छैन। हरेक प्रश्न सोध्ने साथीदेखि म अब तपाईँहरू हामी मात्र होइन, हामीले चाहिँ हाम्रो क्षेत्र वरिपरि बस्ने सबै जनसमुदायहरूलाई यसको लागि मोबिलाइज गर्नु पर्यो। एउटा रुख बानी रोप्नु पर्यो। हिजो वृक्षारोपणको सन्दर्भमा बिना उद्देश्यको रूप भनेर आएको छ, तर उद्देश्यपूर्वक हिसाबले रोप्नु पर्यो होइन। कति ठाउँमा ठुल्ठुला सालभन्दा बाँसगारी राम्रो हुन्छ, साललाई धान्न सक्दैन हाम्रो चुरेको माटोले भने त्यहाँ त बाँसलाई त धान्छ। बाँसको के हुन्छ नि तल धेरै वेट हुन्छ, माथि थोरै हुन्छ। त्यस कारण यस्ता प्रजातिहरू लानु पर्यो। खेतीयोग्य जमिनमा बरु भिरालो खेतीयोग्य जमिनमा बरु फलफुल लगायो भने उत्पादन पनि हुन्छ, त्यहाँ माटो पनि संरक्षण हुन्छ। यो हिसाबले हेर्दै जाँदाखेरि मैले अन्तिममा भन्छु हामीले एकदम निराशै हुनुपर्छ त्यो स्थिति चाहिँ होइन। मैले जागिर खाँदाखेरि माननीय मन्त्रीज्यू, मैले यो लालगढदेखि माथिको नाङ्गो डाँडो थियो, ढल्केबरदेखि माथिपट्टिको त्यही क्याम्लीपुर क्याम्लीपाखा भन्ने त्यो नाङ्गो डाँडो थियो। अहिले त हराभरा जङ्गल छ नि, त्यो पनि हामीले हेर्नु पर्यो। बिहान हामी चाहिँ रातु हेरौँ, अघि 1200 मिटर चौडाइ भएको खोला अहिले 250मा त आएको छ नि। त्यसो गर्दा हुन्छ। त्यस कारण किन कम भयो भन्दा हामी सबैको एफोर्ट, हाम्रो सबैको लगानी त्यहाँ पुगेन। गर्दा हुँदो रहेछ भन्ने कुरो हामी त्यहाँ गएर हेर्नु पर्यो, भनेको पनि सुन्नु पर्यो, मान्नु पर्यो, हेर्नु पर्यो, भेरिफाई गर्नु पर्यो। त्यो एउटा चाहिँ क्याम्लीपुरको त्यो एउटा पोखरीले 3 लाख 4 लाख पर्यटक ल्याउँछ र त्यहाँ सानातिना रोजगारी सिर्जना हुन्छन् भने अरू हजारौँ बनाउँदाखेरि त्यसको मल्टिप्लिकेसन त हुन्छ। त्यस कारण त्यो कुरामा यहाँहरूको सहयोग चाहियो, यहाँ सबै लाग्नु पर्यो। हेर्नुहोस्, पैसै मात्रै ठुलो कुरा नि होइन, पैसा त हामीसित छ कहीँ न कहीँ, तर
हामीसित कमिटमेन्ट छैन, राम्रा कामको पनि प्रशंसा गर्न सकिँदैन, नराम्रा काम पनि कहिलेकाहीँ आफ्नो मान्छे पऱ्यो भने चाहिँ आँखा चिम्लेर हिँड्छौँ। यो प्रवृत्तिबाट बाहिर निक्लनु पऱ्यो, माथि उठ्नु पऱ्यो। त्यसकारण हाम्रो सुन्दर भविष्यका लागि हामीले काम गर्नु पऱ्यो। म यही अनुरोध गर्न चाहन्छु। त्यसकारण आशा मार्नुपर्ने स्थिति छैन, हामीले काम गरेर मेहनत गऱ्यौँ भने योभन्दा राम्रो गर्न सक्छौँ। म यही कुरा यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। यहाँ तिनै तहको सरकारको प्रतिनिधिहरू पनि हुनुहुन्छ र तमाम चुरे संरक्षणका अभियानीहरू पनि हुनुहुन्छ। उहाँहरूलाई यहाँको सुझावसहित चुरे संरक्षणको लागि यहाँको प्रतिबद्धता एकदम संक्षेपमा राख्न म अनुरोध गर्छु। आज चाहिँ यो यसमा सबै साथी अथवा विभिन्न वर्गका, विभिन्न तबकाका, विभिन्न सङ्घ संस्थाका साथीहरूसँग चाहिँ यसरी अन्तर्क्रिया गर्ने चाहिँ जुन अवसर दिनुभयो, प्रश्नहरू सोध्नुभयो र केही कुराहरू क्ल्यारिफिकेसन गर्ने जुन अवसर दिनुभयो, त्यसको लागि म आयोजकलाई र यो 8वटा सङ्घ संस्था जुन यसरी एकमुष्ट भएर एकमुट्ठी भएर जुन काम गर्न खोज्नुभयो, त्यो एउटा राम्रो कामको सुरुवात हो, सङ्केत हो होइन। यो 1 गतेदेखि नै तपाईँहरू लागिराख्नु भएको छ र यसरी नै हामी चाहिँ सँगसँगै मिलेर गयौँ भन्दाखेरि पक्कै पनि यो चुरे संरक्षण गरेर तराईलाई चाहिँ समृद्ध बनाउनेतर्फ हाम्रो प्रयास चाहिँ उदाहरणीय छ र यो अहिलेको यो मध्य प्रदेशले र मध्य प्रदेशको वन मन्त्रालयदेखि लिएर यी सामाजिक गैर सरकारी संस्थाहरूको जुन काम देखेर म त साह्रै उत्साहित पो भएको त। आज चाहिँ त एकदम आफैलाई मलाई साह्रै खुसी लागिरहेको छ, किनभने मैले सोचेको सुरुदेखि नै यही हो, यसरी कसरी हातेमालो गर्न सक्छौँ। त्यसैले यसमा त मैले त्यो पालिकाका त मेयरज्यूहरूसँग चाहिँ कसरी हातेमालो गर्न सकिन्छ, मैले आउँदाखेरि नै किरणजीसँग कुराकानी गरेर चाहिँ थिएँ, रिक्वेस्ट गरेका थिएँ कुनै पालिकाले ऐन नियम कानुन नीति यो चुरे सम्बन्धी चाहिँ बनाउँछ भन्दाखेरि त्यसमा तपाईँको कहाँबाट बजेट आउँछ त्यो लिएर आउनुहोस् र उहाँलाई एउटा चाहिँ नमुनाको रूपमा ऐन नियम बनाउनु भयो भन्दाखेरि त्यो अरूको लागि पनि अनुकरणीय काम हुन्छ। आज दुईटा चाहिँ पालिकाको चाहिँ मेयर सरहरू चाहिँ आउनुभएको थियो, उहाँहरूले कुनैसँग पनि एउटा स्टार्टिङ पोइन्ट चाहिँ गर्नुहोस्, त्यो चाहिँ र त्यसमा पैसो छैन, हामी प्राविधिक सहयोग दिन सक्दैनौँ भने खुट्टा नकमाउनुहोस्, किनभने प्राविधिक सहयोग गर्नलाई हामी छँदैछौँ के, मलाई पैसै दिइराख्नु पर्दैन, अहिलेसम्म मैले पैसै दिइराख्नु पर्दैन। गौशालाको के अरे त्यो मेयरज्यू चाहिँ म अगाडि बढ्छु भनेर भन्नुहुन्छ भन्दाखेरि ऐन नियम कानुन तपाईँ बनाउनुहोस्, पोलिसी बनाउनुहोस्, हामी चाहिँ सहयोग गर्नलाई तयार छौँ। र तपाईँको पैसाको कुरो अब किनभने आफ्नो अधिकार छ तपाईँहरूसँग, त्यो बनाउनुहोस् न, किनभने तपाईँ अगुवा हुनुहुन्छ यो प्रदेश 2 को लागि कि मैले ऐन नियम कानुन पोलिसीहरू बनाएँ, ल आइज त्यो के अरे त्यो हाम्रो यो समितिलाई भनौँ, प्रदेश सरकारलाई भनौँ अथवा अरू सङ्घ संस्थाहरूलाई भनौँ, यी नागदेव सरहरू हुनुहुन्छ उहाँहरूलाई भन्नुहोस् पैसाको अथवा प्राविधिक सहयोग उहाँहरूसँग इन्जिनियर पनि छ, उहाँहरूसँग पनि इन्जिनियर छ, अरू त्यसैले त्यो चिजको चाहिँ हजुर अगाडि बढ्नु पर्यो, किनभने लिडरसिप हजुरकै चाहिन्छ, अरूले त सहयोग गरिहाल्छन्। त्यसैले त्यो बनाउनु भयो भन्दाखेरि उहाँले चाहिँ दाइ जहाँबाट भए पनि म चाहिँ त्यो बजेट निकाल्छु, ल कुनै के अरे त्यो मान्य के अरे हाम्रो पालिकाको अध्यक्षज्यू अगाडि बढ्नु हो भन्दाखेरि त्यो एउटा म चाहिँ कसै न कहीँबाट चाहिँ मैले चाहिँ त्यसको आश गरेको छु। लिडरसिपको चाहिँ जरुरत छ, अगाडि बढ्नुहोस्, पछाडितिर त म छँदैछु नि, तपाईँको सँगै छु, टाढा छैन, जतिखेर टेलिफोन गर्नुभयो त्यसपछि म कहीँ न कहीँबाट आइहाल्छु। म यही मेघरोलको मान्छे हो, त्यही पालिका के अरे त्यो यो नजिकैको मान्छे हो, त्यसैले त्यसमा चाहिँ पिर नमान्नुहोस्। अब हामी कार्यक्रमको अन्त्यमा छौँ। वास्तवमा 2 अक्षरको यो चुरे म पुनः दोहोऱ्याएँ, जो कि हामी मानवको लागि मात्र होइन, जीवजन्तु जनावर पशु पक्षी सहित यो समाज मधेस र देशकै लागि एउटा जीवन जीविका र प्राण, जल जमिन र वायु
प्रदान गर्ने, त्यसको सुरक्षाको ग्यारेन्टी गर्ने यो चुरे संरक्षणको जिम्मेवारी, चुरे संरक्षण आजको आवश्यकता जिम्मेवारी कसको र कसरी, यो जुन विषय थियो वास्तवमा यो चुरे संरक्षणको जिम्मेवारी जबसम्म हामी सबैजना आआफ्नो बुझ्दैनौँ, जनसहभागिता जबसम्म इमान्दारितापूर्वक हुँदैन तबसम्म चुरेको संरक्षण हुन सक्दैन। तीन सरकारले चाहेर मात्र यो हाम्रो छेउछाउको चुरे क्षेत्र छ त्यसको संरक्षण र सम्वर्धन हुन सक्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। अन्त्यमा यो महत्त्वपूर्ण कार्यक्रममा सहभागिताको लागि तीनैजना प्यानलिस्ट हाम्रा विशिष्ट व्यक्तित्वहरू, मन्त्रीज्यू, चुरे विज्ञ डाक्टर साहब र राष्ट्रपति चुरे तथा तराई मधेस संरक्षण विकास समितिका अध्यक्षज्यू डाक्टर साहबलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद यहाँ सम्पूर्ण सहभागीज्यूहरू जो कि संयमता, अनुशासित र शान्तिपूर्ण तरिकाले हामीलाई 2 घण्टासम्म यसरी शान्तपूर्वक सुनिदिनु भयो। कार्यक्रममा शान्तिपूर्वक अनुशासितपूर्वक सहभागी भएर कार्यक्रमलाई सफल बनाउनु भयो। त्यसका लागि यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको यस कार्यक्रमका आयोजक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मध्य प्रदेश सरकार जनकपुर धाम, त्यसै गरी आजको यस कार्यक्रममा सहजीकरण र सहयोग गर्नुभएका राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन निकाय जनकपुर धाम, चुरे उत्थानशील आयोजना बर्दिवास, सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवास, सेभ द चिल्ड्रेन, जनकपुर धाम वन प्राविधिक समाज, मिथिला वाइल्ड लाइफ ट्रस्ट र काया पलट संस्थाहरूप्रति आभार व्यक्त गर्दै आजको हाम्रो कार्यक्रम निर्माता अजय शाह शिवालीज्यूलाई धन्यवाद, हाम्रो अपन टेलिभिजनका सम्पूर्ण टिमलाई विशेष आभार र धन्यवाद व्यक्त गर्दै आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। नमस्कार।